पत्रकारिता चाहिँ अहिले अलिकति कमजोर अवस्थामा चाहिँ देखिन्छ नेपालको पत्रकारिता समग्र रूपमा हेर्दा। जहाँनिर आउँछ मिसइन्फर्मेसन या मिथ्या सूचना भन्छ हैन, फेक न्युज चाहिँ भन्दैनौँ हामी, किनभने इफ इट्स फेक इट्स नट न्युज, इफ इट इज न्युज इट्स नट फेक भन्छ। ट्रेडिसनल मिडिया हाउसबाट चाहिँ धेरै मान्छेको चाहिँ अब विश्वास अहिले चाहिँ उडिसकेको छ। युट्युबरलाई चाहिँ हामीले चाहिँ मिडिया भन्ने किन भन्ने। त्यसै गरी अब कुनै पनि पेसामा हामी जान्छौँ भने त्यो पेसाका आधारभूत कुराहरू जान्नु पऱ्यो कि, गइसकेपछि पनि जान्नु पऱ्यो या जानुभन्दा अगाडि भए पनि जान्नु पऱ्यो। त्यो आधारभूत कुरा भनेको के हो त पत्रकारितामा? अब हाम्रो जेनजी त्यत्रो आन्दोलन भयो होइन, अब युथहरूले ज्यान गुमाएका छन्। हाम्रो जो त्यो बेलाको प्रधानमन्त्री गृहमन्त्रीहरू थिए उनीहरू अब लुकेर वनवास गएका थिए, फेरि अहिले फर्केर आएका छन् र उनीहरूलाई स्पेस दिनु भने मिडियाले नै स्पेस पनि दिएका छन् र उनीहरूसँग चाहिँ टफ क्वेसनहरू पनि सोध्न सकेका छन् कि। जेनजी आन्दोलन क्रममा जुन चाहिँ हत्या हिंसा भयो, कतिपय कुरा त ओपन छन् होइन, कसले आगो लगाए त देखिया छन् होइन, अथवा चाहिँ गोली हान्ने आदेश जसले दियो, आदेश दिने मान्छेले मैले भने मानेनन् भन्न पाइन्छ, कसले मानेन त देखाउन सक्नु पऱ्यो नि। फेसबुकदेखि लगायतका प्लेटफर्महरूलाई चाहिँ ब्यान गरे होइन, यो भएन यिनीहरूले हामीलाई हेप्यो भनेर जुन चाहिँ नेसनलिस्ट कार्ड खेले। अहिलेका धेरै अभियन्ताहरूले पनि त्यस्तो नेसनलिस्ट कार्ड खेलेर विदेशबाट परिचालित एनजिओ आइएनजिओ भन्दै हिँडिरहेका छन् होइन। चाहिँ अघिल्लो प्रधानमन्त्रीले चाहिँ कर्णालीको एउटा रोडको बारेमा एउटा भिडियो चाहिँ आफ्नो प्रधानमन्त्री गभर्मेन्टबाट सेयर गर्दाखेरि त्यसमा एआईका भिडियोहरू जोडिएका थिए क्या बिचबिचमा। तपाईँ आफ्नै फाइदा हुन्छ भने जे पनि गरिदिनु, आफूलाई घाटा हुन्छ भने अरू जे पनि गरेको कुरो गलत भन्ने प्रवृत्ति हामीले जबसम्म सबैबाट हटाउन सक्दैनौँ तबसम्म त यो सल्युसन हुँदैन। नमस्ते सबैमा। विभिन्न सोच, विभिन्न विचार, तर एउटै देश, सबैजनालाई कमन पोइन्ट र कमन एङ्गलमा ल्याउन हामीले यस पोडकास्ट सिरिजको सुरुवात गरेका छौँ, जसको नाम छ कमन ग्राउन्ड नेपाल। र हामीले युवाहरूलाई पोलिटिकली अवेर र पोलिटिकल टर्म्स र आइडियोलोजिज तथा विगतको दिनमा के भयो, अहिलेको दिनमा के हुँदैछ र भविष्यमा के घट्न सक्छ भन्ने आधारित फ्याक्ट्सहरू ल्याउनलाई हामीले विभिन्न विश्लेषकहरू जसले यस फिल्डमा धेरै वर्षदेखि काम गरिरहनु भएको छ उहाँहरूलाई हामीले बोलाउनेछौँ र हामीहरूले यस सिरिजलाई चाहिँ अगाडि बढाउनेछौँ। आजको हाम्रो गेस्ट हुनुहुन्छ 2 दशक लामो यस जर्नलिजम र मिडिया क्षेत्रमा कार्यरत उज्जवल आचार्य सर। 2005 को मिडिया सेन्सरसिपदेखि 2025 को सोसल मिडिया ब्यान्डसम्म उहाँले मिडिया भनेको स्वतन्त्र क्षेत्र हो, यसलाई राज्यले दमन गर्न हुँदैन, कन्ट्रोल गर्न हुँदैन र मिडिया सेन्सरसिपको विरोधमा लड्दै आउनु भएको छ। र त्यसै गरी उहाँ सेन्टर फर मिडिया रिसर्चको डिरेक्टर तथा नयाँ जर्नलिस्ट जो उदाउँदै हुनुहुन्छ उहाँलाई पनि उहाँले ट्रेन गरिरहनु भएको छ। र मिसइन्फर्मेसनसँगको लडाइँमा पनि उज्जवल आचार्य सरले एकदमै सरिक भएर त्यस क्षेत्रमा लडिरहनु भएको छ र कसरी चाहिँ हामीले सत्य तथ्य न्युजहरूलाई फ्याक्टहरूलाई चाहिँ अगाडि ल्याउन सक्छौँ भन्ने विषयमा उहाँले कन्टिन्युसली एक्टिभिजमको कार्यक्रमहरू गरिरहनु भएको छ। त्यसै गरी उहाँ नेपालको पहिलो ब्लगर पनि हुन्। युनाइटेड वे ब्लग नामक ब्लग जुन चाहिँ नेपालको फर्स्ट ब्लग पोस्ट थियो त्यसको पनि फाउन्डर हुनुहुन्छ उज्जवल आचार्य सर। र नेपालको सेकेन्ड स्पोर्ट्स साइट क्रिकेट नेपालको पनि उहाँ फाउन्डर एडिटर हुन्। र यी उहाँको केही कामहरू रहेका छन् र उहाँको विस्तृत काम र विस्तृत जानकारी हामीहरू जान्नेछौँ यस एपिसोडमा। र हामीहरू उहाँसँग कन्भर्सेसन गरेर अहिलेको सिनारियो, जेनजी आन्दोलन जुन भयो त्यसपछिको नेपालको सिनारियो, नेपालको मिडियाको ल्यान्डस्केप र हामी नेपालीहरूले मिसइन्फर्मेसनसँग लड्नलाई फ्याक्ट चेकिङ गर्न के गर्नुपर्नेछ त्यो कुराहरू हामी सरसँग बुझ्नेछौँ। र जुन चाहिँ हाम्रो एआई उदाएको छ, एआईलाई कसरी चाहिँ हामीले सदुपयोग गर्न सक्छौँ र यसको दुरुपयोगबाट कसरी हामीले बच्न सक्छौँ भन्ने कुराहरू आजको यस संवादबाट हामी जान्नेछौँ। र उहाँ फाउन्डर चेयर हुनुहुन्छ सेन्टर अफ मिडिया रिसर्च नेपाल, जसले मिसइन्फर्मेसनसँग लडिरहेको छ र नयाँ जर्नलिस्टहरू जुन उदाउँदैछन् उहाँहरूलाई
ट्रेन गरिरहेको छ फर अ बेटर जर्नलिजम इन नेपाल। हजुर नमस्ते सर, सरलाई स्वागत छ। कस्तो छ सरको हालखबर हजुरको? सबै ठिकै छ, व्यक्तिगत रूपमा भनौँ या चाहिँ अब देशकाल परिस्थितिले सबै ठिक छ भन्ने अवस्था त छैन, तर अन्यथा सबै ठिकै छ। हजुर, अनि अब सरको करियर भर्खर हामी इन्टरेक्सन हुँदै गर्दाखेरि चाहिँ अब 30 इयर्स भन्नुभएको छ होइन? अब सरले त अब पहिला हाम्रो न्युज पेपरबाट आजको हाम्रो डिजिटल टिकटक युगसम्म आउँदाखेरि चाहिँ यो मिडिया लाइनमा चाहिँ हजुरले देख्नुभएको परिवर्तन चाहिँ अब के कसो छ होइन? मैले पत्रकारिता सुरु गर्दाखेरि लगभग 2014 सालतिर सुरु गरेँ हो होइन? अब त्यो भनेको 98 जति भयो, त्यो हिसाबले त निकै साल भयो। अब परिवर्तन चाहिँ कस्तो देख्यो त भन्दाखेरि मैले अब पत्रकारिता सुरु गर्दा त कम्प्युटर भन्ने कुरा चाहिँ डिजाइनरले मात्रै चलाउँथ्यो होइन? अब मोबाइल फोन थिएन। हामीले समाचार जति लेख्थ्यौँ हातले कागजमा लेखेर अनि टाइपिस्टलाई टाइप गर्न दिएर टाइपिस्टले टाइप गरेर डिजाइन गर्ने, त्योबाट मेरो करियर चाहिँ त्यहाँबाट सुरु भयो पत्रकारिता करियर। तर अब समयक्रमअनुसार यो सबै चिजहरू बदलिँदै आयो। म चाहिँ अर्ली करियर नै हुँदाखेरि चाहिँ डेस्कमा कम्प्युटर आउनु सुरु भयो। पत्रकारहरूले आफै पनि कम्प्युटर चलाउनुपर्छ, आफै लेख्नुपर्छ, टाइप आफै गर्नुपर्छ भन्ने परिवर्तन नै कुनै बेला एउटा ठुलो परिवर्तन थियो पत्रकारितामा। टेक्नोलोजीले ल्याएको त्यो परिवर्तन नहेरिकन बाहिर अन्य कुरा हेर्ने हो भने चाहिँ पाठकका हिसाबले हेर्ने हो भने चाहिँ मैले पत्रकारिता सुरु गर्नुभन्दा केही वर्ष अगाडि बल्ल बल्ल नेपालमा चाहिँ अलिकति फ्री र विशेष गरी जसलाई हामी कमर्सियल मिडिया भन्छौँ, कमर्सियल्ली पनि मिडिया चल्न सक्दो रहेछ भन्ने खालको कन्सेप्ट सुरु भएको बेला ताकातिर थियो। त्यो बेला मिडिया चाहिँ विशेष गरी प्राइभेट मिडियाहरू जसको चाहिँ कमर्सियल एम्बिसनहरू थियो, इन्डस्ट्रीको रूपमा चाहिँ हामी सस्टेन हुन सक्छौँ, नाफा कमाउन सक्छौँ, राम्रो गर्न सक्छौँ भन्ने खालको मिडियाहरू चाहिँ भनौँ न एक हिसाबले त्यस्तो मिडियाहरूको उदय भइरहेको अवस्थामा चाहिँ पाठकहरूले पनि नयाँ नयाँ कुरा पाइरहेको थिए होइन? त्योभन्दा अगाडि केही वर्ष अगाडिसम्म गोर्खापत्रको एकहोरो समाचार या चाहिँ जुन चाहिँ प्रजातन्त्रका पक्षधर भनिने एक खालको पार्टीगत पत्रकारिता जसलाई हामी मिसन जर्नलिजम भनेर भन्थ्यौँ त्यो बेला होइन, कि प्रजातन्त्र स्थापनाका लागि पार्टीका मुखपत्रहरू जस्ता पत्रिकाहरूको मात्रै भने चाहिँ व्यावसायिक खालका कन्टेन्टहरू पनि हुँदो रहेछन् भनेर एउटा फ्रेस एयर चाहिँ पाठकहरूले पनि पाएको थियो, फ्रेस कन्टेन्टहरू पाएको थियो। त्यो बेलामा मिडिया छापिने कुरा हुँदाखेरि पाठकलाई या त्यसले चाहिँ समग्र समाजमा या राजनीतिमा पार्ने प्रभावहरू चाहिँ अहिले सम्झिँदाखेरि गजब थियो। मेन स्ट्रिम मिडियाले चाहिँ त्यो जुन गजबपन छ नि त्यो बेलाको, त्यो हाई त्यो चाहिँ अब धेरै हदसम्म गुमाइसकेको अवस्था छ। बिचमा चाहिँ इन्टरनेट आयो, इन्टरनेट आइसकेपछि सुरुमा ब्लगहरू आए जहाँ चाहिँ हामीले लेख्न पायौँ, आफैले प्रकाशित गर्न पायौँ, कसैले चाहिँ सम्पादकले काट्ने या अरू कसैले भनेको मात्रै लेख्न पाउने कुरो भएन। कुनै बेला ब्लग चाहिँ इन्टरनेटकै सबैभन्दा सुन्दर पक्ष भनिन्थ्यो, निकै हाई थियो कुनै बेला ब्लगको। बिस्तारै ब्लगलाई सोसियल मिडियाहरूले विस्थापित गर्दै लगे। सोसियल मिडियामा पनि सुरुमा सोसियल मिडियाले ब्लगलाई विस्थापित गर्दा सोसियल मिडिया पनि एउटा कन्टेन्टका हिसाबले त्यसमा चाहिँ खाँदिलो कुरा लेख्नुपर्छ, कुराहरू हुन्छ, लेख्नुपर्छ भन्ने नै थियो। अहिलेसम्म आइपुग्दा चाहिँ अब त्यो पनि पुरानो भएर यस्ता खालका सोसियल मिडियाहरू बढी प्रचलित भएका छन् जहाँ चाहिँ लेख्नुपर्छ भन्ने कन्सेप्ट भन्दा नि बोल्नुपर्छ, देखाउनुपर्छ भन्ने खालका कन्सेप्टहरू चाहिँ त्यो खालको कन्सेप्ट चाहिँ बढी भएको छ। सँगसँगै अब कन्टेन्ट हामीले प्राप्त गर्ने कन्टेन्ट पनि यति धेरै भएको छ कि त्यो कन्टेन्टका बारेमा सोच्ने फुर्सदसम्म नहुने गरेर हामीले कन्टेन्ट प्राप्त गर्न थालेछौँ कि होइन? भनौँ न पहिला त दिनमा एउटा पत्रिका आउँथ्यो, त्यसको समाचार पल्टाइ एउटै समाचार 3 चोटि 4 चोटि पढ्न भ्याइन्थ्यो, सोच्न भ्याइन्थ्यो, छलफल गर्न भ्याइन्थ्यो। आज पत्रिकामा पढाएको कुरो चाहिँ अथवा आज बिहान छापिएको कुरो त्यो दिनभरि या कतिपय अवस्थामा भोलिपल्ट अर्को एक सातासम्म पनि पत्रिकाले गरेका कन्टेन्टहरू चाहिँ छलफलका विषय हुन्थे। अहिले चाहिँ म तपाईँसँग बसिरहँदाखेरि 1-1.5 घन्टा हामीले यहाँ गफ गऱ्यौँ भने एउटा कुनै विषय उठान भएर त्यो विषयमा छलफल भएर त्यो विषय पुरानो भइसक्छ सोसियल मिडियामा भनौँ न। अब त्यो खालको अवस्था छ। त्यो बाढी बिचमा चाहिँ पत्रकारिताले आफ्नो त्यो गजबपन गुमाउने पनि भएको छ। पाठकका रूपमा हामीले यति धेरै सूचना प्राप्त गरिसकेपछि त्यसलाई कसरी त्यो सूचनासँग चाहिँ कसरी
अभ्यस्त हुने, के गर्ने त्यो सूचनालाई होइन, पाउन त पाइरहेछौँ तर त्यसपछि गर्ने के भन्ने कुरामा अल्मलिएका छौँ। करेक्ट कुन हो, इनकरेक्ट कुन हो, हाफ ट्रुथ कुन हो भन्ने कुराले पनि अल्मल्याइरहेछ हामीलाई। त्यो हिसाबले हेर्दाखेरि समग्र पत्रकारिता र सूचना इकोसिस्टम जसलाई भन्छौँ हामी, इन्फर्मेसन इकोसिस्टमको परिदृश्यलाई हेर्ने हो भने चाहिँ हामी अलिकति कन्फ्युजिङ, अप्ठ्यारो के हो भन्ने अवस्थामै छौँ। हजुर, अब सरले चाहिँ डिफ्रेन्ट रोल्सबाट चाहिँ यो मिडिया लाइनलाई चाहिँ हेर्नुभएको छ होइन। अब जर्नलिस्ट भएर पनि हजुरले हेर्नुभएको छ, एज अ रिसर्चर पनि मैले हजुरको मिसइन्फर्मेसन रिलेटेड रिसर्च पेपरहरू लेख्नु भएको छ हजुरले, र एज अ ट्रेनर पनि हजुरले चाहिँ अब कामहरू गर्दै गइरहनु भएको छ। यो तिनवटा लेन्सबाट हेर्दाखेरि चाहिँ हाम्रो नेपालको मिडिया लाइनलाई चाहिँ हजुरले कसरी चाहिँ डिफाइन गर्नुहुन्छ, एक्सप्लेन। अब अहिलेको अवस्थालाई हेर्ने हो भने चाहिँ अब पुरानो अवस्था कुरा गर्दै आयो भने त धेरै कुरा हुन्छ होइन। अब आफ्नो हिसाबले पहिलादेखि के भएको थियो, कस्तो भएको थियो भन्ने कुरा गऱ्यो भने त लामो कुरा हुन्छ। अहिले तत्कालको अहिलेको चाहिँ जसलाई हामी समकालीन समय भन्छौँ, अहिलेको कन्टेम्पोरेरी हिसाबले हेर्ने हो भने चाहिँ अघि मैले भनेकोमा अलिकति कुरा मिलायो भने लगभग मिल्छ। पत्रकारिताले भनौँ न, पत्रपत्रिका भन्दा पनि पत्रकारिता भनौँ, किनभने पत्रकारिता भनेको चाहिँ कहिले पनि पत्रिकामै हुनुपर्छ या रेडियोमै हुनुपर्छ या टेलिभिजन, मिडियम चाहिँ कहिले पनि चाहिँ पत्रकारिता होइन कि, त्यसले पत्रकारिताले डिफाइन गर्दैन। पत्रकारिता भनेको कर्म हो, त्यसले उत्पादन गरेका चाहिँ सामग्री जुनसुकै प्लेटफर्ममा पनि जान सक्छ भनेर हेर्ने हो भने पत्रकारिता चाहिँ अहिले अलिकति कमजोर अवस्थामा चाहिँ देखिन्छ नेपालको पत्रकारिता समग्र रूपमा हेर्दाखेरि। त्यसको कारण के हो त भन्दाखेरि चाहिँ पत्रकारिताले कहीँ न कहीँ यो बिचमा इन्टरनेट आइसकेपछि आफूलाई जसरी परिवर्तित गर्न सक्नु पर्थ्यो, नेपाली पत्रकारिताले आफूलाई जसरी परिवर्तित गर्न सक्नु पर्थ्यो, आफूलाई जसरी चाहिँ त्यो प्रविधिसँग भिजाउँदै लान सक्नु पर्थ्यो, त्यो कुरामा कतै चाहिँ चुकेको छ पहिलो। त्यो चुकाइको परिणाम के भयो त भन्दाखेरि कि नन मिडिया एक्टर जसलाई हामी भन्छौँ, पहिला भनौँ न पत्रकारिता भन्दा बाहिरका कुनै बेला नागरिक पत्रकार भनिन्थ्यो, सामान्य नागरिकले गर्ने, कुनै अवस्थामा चाहिँ ब्लगरहरू थियो, अहिले आएर सोसियल मिडिया इन्फ्लुएन्सरहरू हुनुभएको छ। यो सबै चाहिँ जो चाहिँ परम्परागत रूपमा पत्रकार होइनन् तर पत्रकारिता जस्तै देखिने खालका कर्म गर्ने मान्छेहरू चाहिँ बढी हावी हुँदै गइरहेको चाहिँ देखिएको छ। यसको कारण चाहिँ कहीँ न कहीँ पत्रकारिता गर्ने मान्छे र पत्रकारिता चुकेको हो जस्तो मलाई लाग्छ। त्यो हावी भइरहँदाखेरि पत्रकारिताका समग्र प्रक्रिया पुरा नगरिकन सूचना प्रवाह गर्ने काममा चाहिँ पत्रकारकै भूमिका जस्तो गरी चाहिँ नागरिक प्रस्तुत भइरहँदाखेरि, जसले पत्रकारिताका कतिपय कुराहरू चाहिँ अभ्यासका हिसाबले या मेन्टरसिपका हिसाबले या चाहिँ त्यहाँ चाहिँ समाचार कक्षभित्र हुने नियन्त्रणका हिसाबले चाहिँ त्यो कन्टेन्टको भेरिफिकेसन गर्ने र कन्टेन्टलाई गेट किपिङ गर्ने काम हुँदैन। त्यो नभइकन आएका उत्पादनले गर्दाखेरि चाहिँ आम जनमानिसले चाहिँ त्यस्ता खालका कन्टेन्टलाई पत्रकारिताको कन्टेन्ट भनेर बुझ्ने र त्यसलाई पत्रकारिताको कन्टेन्ट भन्ने हिसाबले ग्रहण गरिदिँदाखेरि चाहिँ पत्रकारिता के हो के होइन भन्नेमै पनि अलमल देखिन्छ। अब टेक्नोलोजीले ल्याएको परिवर्तनलाई चाहिँ आत्मसात गरेर जे भइरहेछ त्यो नराम्रो भएको भन्न खोजेको होइन मैले, होइन। अब चेन्ज इज द ओन्ली कन्स्ट्यान्ट भन्छौँ, होइन। परिवर्तन नै एकमात्र निश्चित कुरा हो, बाँकी कुरा त सबै परिवर्तन हुन्छ भनेपछि मिडिया स्पेक्ट्रम होला या इन्फर्मेसन इकोसिस्टम सधैँ एउटै रहिरहनुपर्छ भन्ने होइन। तर हुँदाहुँदै पनि त्यो इकोसिस्टम जसरी परिवर्तित भयो, जति छिटो परिवर्तित भयो र जसरी परिवर्तन हुँदाखेरि यसले आत्मसात गर्नुपर्ने कतिपय प्रक्रियागत कुराहरू, कतिपय चाहिँ के हो के होइन भन्ने कुराहरू, कतिपय अवस्थामा चाहिँ यसका नियमका कुराहरू, सिद्धान्तका कुराहरू, कतिपय अवस्थामा आचार संहिताकै कुराहरू र कतिपय अवस्थामा चाहिँ यो कहाँबाट चाहिँ आउँछ त त्यो अधिकार, प्रेस हामीले जसलाई चाहिँ अभिव्यक्ति स्वतन्त्रता या प्रेस स्वतन्त्रता भन्छौँ, त्यो अधिकार कहाँबाट आउँछ र कसरी उपयोग गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ त्यो म्याच्योर नहुँदैखेरि चाहिँ धेरै चाहिँ नागरिकहरू चाहिँ भनौँ न, होइन, आम मानिसहरू चाहिँ पत्रकारिता जस्तो कर्ममा लाग्दाखेरि चाहिँ त्यसले चाहिँ एउटा चाहिँ यस्तो सूचना परिदृश्य निर्माण गरेको छ जहाँ चाहिँ मिथ्या सूचना होला या चाहिँ मिथ्या सङ्कथनहरू होला
या चाहिँ जे कुरा हामीले परम्परागत रूपमा हेर्दाखेरि समाजका लागि राम्रो हुँदैन थियो त्यस्ता खालका सामग्रीहरूको पनि बाढी आएको देख्छौँ। त्यो त्यो एङ्गलहरूबाट हेर्दाखेरि चाहिँ अघि पनि मैले भने कि अहिलेको सूचना परिदृश्य भनेको चाहिँ हाम्रो लागि चाहिँ इट्स अ ट्रान्सफर्मिङ टाइम, ट्रान्जिसन पनि हो। ट्रान्जिसन जति सहज र स्मुथ भए हामीलाई फाइदा हुन्थ्यो, हाम्रो सोसाइटीलाई, हाम्रो व्यक्तिगत रूपमा हामीलाई, त्यो चाहिँ हुन सकेको छैन। हजुर, यो अब हजुरले भन्नुभयो नि सर होइन, अब मैले चाहिँ कुन कुरामा जोडेँ भन्दाखेरि हजुरको रिसेन्ट कन्टेक्स्टलाई चाहिँ यो फ्रिडम अफ एक्सप्रेसन भन्ने हुन्छ होइन। अब अहिले त के छ भन्दाखेरि जसले पनि आफ्नो केही कुरा लाग्यो भने त एक्सप्रेस त गर्न पाउँछ नि त। अब हरेकजनाको हातमा त मोबाइल फोन छ, एउटा भिडियो बनाएर हाल्न सकिन्छ। आजकल हामीले देखाएको पनि छौँ, सबैजनाले चाहिँ के भइरहेछ न्युजहरू बनाएर हालिरहनुहुन्छ। एउटा फ्रिडम अफ एक्सप्रेसन भयो, अनि अर्को भनेको चाहिँ फेक न्युज भयो, मिसइन्फर्मेसन भयो। त्यो फ्रिडम अफ एक्सप्रेसन र यो मिसइन्फर्मेसनलाई चाहिँ हामीले लाइन कोरेर हेर्दाखेरि चाहिँ त्यसलाई चाहिँ हामीले कसरी छुटाउन सकिन्छ र कसरी कन्ट्रोल गरेर चाहिँ यसलाई चाहिँ हामीले रेगुलेटहरू हुन्छ होइन, त्यसलाई चाहिँ कसरी चाहिँ हामीले यो चाहिँ सक्छौँ? अब फ्रिडम अफ एक्सप्रेसन चाहिँ अव्यक्ति स्वतन्त्रता जुन हुन्छ, अव्यक्ति स्वतन्त्रता चाहिँ त्यति बेला नागरिकहरूका लागि थियो, एउटा मानवाधिकार चाहिँ का रूपमा चाहिँ स्थापित थियो। जति बेला चाहिँ सामान्य रूपमा भन्दाखेरि नागरिकहरूसँग त्यो अधिकार प्रयोग गर्ने प्लेटफर्म थिएन कि होइन। अब बाटामा उभिएर चिच्याउनु एउटा कुरो, तर अलिक ठुलो जनमानसमा पुग्ने प्लेटफर्म चाहिँ उनीहरूसँग थिएन। त्यो बेला चाहिँ हामीले सधैँ नै अव्यक्ति स्वतन्त्रता भन्यौँ। अहिले आउँदाखेरि चाहिँ सबै चाहिँ नागरिकसँग चाहिँ त्यो प्लेटफर्म चाहिँ हातमा हुने भयो। एउटा हातमा एउटा प्लेटफर्म होइन, त्यहाँ पनि दर्जनौँ हजारौँ प्लेटफर्म चाहिँ उपलब्ध छन् हाम्रो लागि होइन। सोसियल मिडियाको रूपमा होला या अरू कुनै रूपमा होला, विभिन्न सोसियल मिडियाहरू छन्, चाहे बोलेर होला या लेखेर होला, बोल्दै नबोले अभिनय गरेर होला, नाचेर होला, आफूलाई अव्यक्त गर्ने चाहिँ थुप्रै माध्यमहरू चाहिँ हाम्रो हातमा उपलब्ध छ। यति भइरहँदाखेरि कहाँनिर चाहिँ अलिकति कमी देखियो जस्तो लाग्यो भने भन्दाखेरि फ्रिडम विथ एभ्री राइट देयर आर सर्टेन ड्युटिज, सर्टेन रेस्पोन्सिबिलिटिज होइन। राइट भनेको चाहिँ निरपेक्ष हुँदैन, कतिपय राइट अब केही हुन्छन्, जस्तो अब राइट टु लाइफ भनौँ, मेरो जिउन पाउने अधिकारलाई त काहीँ क्वेसन गर्ने कुरो भएन, मेरो जिउन पाउने अधिकार त सधैँ छ, त्यसमा त काहीँ केही हुनु भएन। तर बोल्न पाउने अधिकार भन्दाखेरि चाहिँ कम्तीमा आफ्नो अधिकार चाहिँ तपाईँले अभ्यास गरिरहँदाखेरि, आफ्नो अधिकार प्रयोग गरिरहँदाखेरि चाहिँ अरूको अधिकार चाहिँ हनन गर्नु हुँदैन भन्ने हो। र सँगसँगै कुनै पनि अधिकारसँग जोडेर आउने दुईवटा शब्दावली भनेको, कम्तीमा एउटा शब्दावली भने जिम्मेवारीपूर्ण हो नि त। त्यो अधिकारलाई त जिम्मेवारीपूर्ण हिसाबले चाहिँ प्रयोग गर्नु पर्यो भन्ने हो। अव्यक्ति स्वतन्त्रताको कुरामा पनि त्यही हो होइन। अव्यक्ति स्वतन्त्रता हामीले प्रयोग गरिरहँदाखेरि के कुरा हामीले विचार गर्नु पर्यो भने कतै हामीले अरू स्वतन्त्रता त चाहिँ हनन गरिरहेको छैनौँ होइन। कसैमाथि हामीले आक्षेप लगाइरहँदाखेरि, आरोप लगाइरहँदाखेरि उसको चाहिँ सम्मानपूर्वक जिउन पाउने अधिकारमाथि त हनन गरिरहेको छैनौँ, कतै उसलाई चाहिँ हामीले चाहिँ गाली बेइज्जती त गरिरहेको छैनौँ भन्ने कुरा हेर्नु पऱ्यो। कतिपय अवस्थामा हामीले भनेका कुराले चाहिँ अरू नागरिकहरूलाई कुनै गलत कार्य गर्न प्रेरित गर्छ कि भन्ने कुरा पनि हामी सचेत हुनु पऱ्यो होइन। गैर कानुनी काम गर्न प्रेरित पो गर्छ कि भन्ने कुरा पनि सचेत हुनु पऱ्यो। अब जहाँनिर आउँछ मिसइन्फर्मेसन या मिथ्या सूचना भन्छौँ होइन, फेक न्युज चाहिँ भन्दैनौँ हामी, किनभने इफ इट्स फेक इट्स नट न्युज, इफ इट इज न्युज इट्स नट फेक भन्छौँ। किनभने न्युज भनिसकेपछि पत्रकारिताको एउटा प्रक्रिया पुरा गरेर उत्पादन भएको सामग्री हो जुन चाहिँ फेक हुनै सक्दैन भन्ने चाहिँ मान्यता राख्छौँ हामी चाहिँ पत्रकारिताको ब्याकग्राउन्ड भावेर। त्यो भएर इफ इट इज फेक इट्स नट न्युज, इफ इट इज न्युज इट्स नट फेक भन्ने राख्छौँ। मिसइन्फर्मेसनको कन्टेक्स्ट चाहिँ कहाँ त आउँछ त भन्दाखेरि, अब मिसइन्फर्मेसन हामीले साधारण रूपमा भन्दाखेरि दुई हिसाबको हुन्छ भनौँ न। एउटा मान्छेले जानी फैलाउने, एउटा अन्जानमा फैलाउने। अब कतिपय अवस्थामा पत्रकारहरूले पनि मिसइन्फर्मेसनहरू फैलाइरहेछन्। के का आधारमा त भन्दाखेरि कि पत्रकारिताका सबै प्रक्रियाहरू पुरा गर्दाखेरि पनि काहीँ न काहीँ मानवीय त्रुटि हुन्छ। कहिलेकाहीँ पत्रकारहरूलाई पनि अरूले चाहिँ दुरुपयोग गर्छन्, त्यो हिसाबले आउने एउटा छ। कतिपय व्यक्तिहरूले आफूले जानकारी नभइकन पनि मिथ्या सूचनाहरू फैलाइरहेका हुन्छन्। भनौँ न हामी कोभिड जुन बेला थियो, कोभिडको बेलामा भिटामिन ए खानुहोस्, भिटामिन सी खानुहोस्, यो औषधि खानुहोस्, कोभिड लाग्यो भने त नगरपालिकाहरूले सूचनै निकाले होइन। वास्तवमा त्यो ठिक थिएन भन्ने त, त्यो करेक्ट इन्फर्मेसन होइन भन्ने त त्यो बेला पनि थियो, अहिले त कम्तीमा होइन भन्ने हामीलाई स्पष्ट रूपमा थाहा छ, त्यसले सहयोग। तर कम्तीमा त्यो पछाडि जसले गर्यो त्यो बेला त्यो उनीहरूको नियत चाहिँ मानिसलाई हानि पुगोस्, नराम्रो होस् भन्ने थिएन, उनीहरूको नियत मानिसहरूलाई राम्रै होस् भन्ने थियो। त्यो हिसाबले चाहिँ त्यस्ता खालका कन्टेन्टहरू चाहिँ कतिपय अवस्थामा चाहिँ माफीयोग्य हुन सक्छन्। तर जहाँजान चाहिँ कसैले चाहिँ मिथ्या सूचना फैलाइरहेछ
भने चाहिँ त्यो त उसले अरूको मानवाधिकारमाथि हनन गरिरहेछ नि त हैन। भनौँ न कसैले चाहिँ यो औषधि खानु जे पाए त्यो औषधि खानुहोस् या जे पाए त्यो गर्नुहोस् भन्नु अथवा चाहिँ गलत जानकारी दिएर कुनै गलत निर्णय गर्न लाउनु ले चाहिँ समग्रमा हाम्रो व्यक्तिगत रूपमा सामाजिक रूपमा हाम्रो मानसिक रूपमा हामीलाई र प्रजातन्त्र राजनीति सबैलाई नै असर गरेर हुन्छ कि त्यसको असर ठुलो हुन्छ। भनौँ न साधारण रूपमा भनौँ कोही व्यक्ति उम्मेदवार हुँदैछ चुनावमा त्यो व्यक्तिका बारेमा कुनै मिथ्या समाचार फैलाइयो भने उसले पाउने भोट प्राप्त नगर्न सक्छ। मान्छेले उसलाई भोट दिने निर्णयहरूमाथि चाहिँ निर्णयहरू परिवर्तन गर्न सक्छ त्यसको आधारमा अथवा नदिनुपर्ने मान्छेलाई भोट दिने निर्णय गर्न सक्छ भनेपछि त्यो लेभलसम्मको इम्प्याक्ट हुँदो रहेछ हैन। कतिपय अवस्थामा हामीले देखेका छौँ मिथ्या सूचनाकै कारण मानिसले कतिपय गलत निर्णयहरू गरेका छन् हैन। त्यो पनि हामीले देखेका छौँ। अहिले हामी यस्तो अवस्थामा हामी चाहिँ छौँ कि विशेष गरी जेएनजीको आन्दोलन पछाडि कि यति धेरै मिथ्या सूचना फैलिएको छ र त्यो कतिपय अवस्थामा चाहिँ अब मिथ्या सूचना मात्रै कुनै पनि चिजको कारक त हुँदैन, कम हुन्छ सम्भावना, त्यो कम्तीमा त्यसको त्यो असर त्यही हो भनेर भन्न सकिन्न। तर त्यो कतिपय घटनाहरू भएको घटना पछाडि चाहिँ मिथ्या सूचनाले पनि चाहिँ कुनै न कुनै भूमिका खेलेको थियो कि भनेर भन्न सक्ने अवस्था चाहिँ छ हैन। अब त्यो बेला जस्तो खालको मिथ्या सूचनाहरू फैलाएको थिए त्यो हिसाबले चाहिँ कसैले राजनीतिक या अरू खालका फाइदाका लागि मिथ्या सूचना फैलाउनु नयाँ कुरा होइन, पहिलेदेखि चलिआएको कुरा हो। इन्टरनेट आएपछि त्यसको प्रभाव र फैलावट चाहिँ एकदमै विस्तार भएको मात्रै हो। तर अब यो दुईटा बिचमा लाइन तान्ने भनेको चाहिँ वास्तवमा ड्युटी र रेस्पोन्सिबिलिटीको हिसाबले नागरिकको ड्युटी र रेस्पोन्सिबिलिटीको हिसाबले पत्रकारिताको ड्युटी र रेस्पोन्सिबिलिटीको हिसाबले आचार संहिताको हिसाबले हामी जिम्मेवार हुनुपर्छ भन्ने हिसाबले आयो भने सबभन्दा हामीले सोच्न सक्ने उत्तम उपाय चाहिँ त्यो हो। त्यो भइदिएदेखि चाहिँ हामी एउटा राम्रो समाजको चाहिँ कल्पना गर्न सक्थ्यौँ, एकदम उन्नत समाजको कल्पना गर्न सक्थ्यौँ। तर अभ्यास जाँदाखेरि चाहिँ त्यो हुँदो रहेछ हैन। अभ्यासमा जाँदाखेरि चाहिँ त्यो सम्भव हुँदो रहेछ। त्यो भएर चाहिँ कहीँ न कहीँ चाहिँ दुई तिनवटा कुरा चाहिँ अहिले चाहिँ आवश्यक देखिएको जस्तो देखिन्छ। पहिलो कुरो भनेको चाहिँ समग्र नागरिकहरू चाहिँ मिथ्या सूचना के हो, मिथ्या सूचना कसले फैलाउँछ, कसरी फैलाउँछ, कस्ता खालका यसका चाहिँ असरहरू हुनसक्छ भन्ने बारेमा चाहिँ ठुलो स्तरमा एउटा व्यापक स्तरमा चाहिँ जनचेतना फैलाउनु पर्ने आवश्यकता देखिन्छ। जसले गर्दाखेरि जसले प्राप्त गरिरहेछ मिथ्या सूचनाहरू उसलाई थाहा होस् कि यो मिथ्या सूचना हुनसक्छ भनेर शङ्का गर्न सकोस् उसले। अर्को भनेको चाहिँ काहीँ न काहीँ कुनै न कुनै रूपमा जसलाई हामी हानिकारक सूचना भन्छौँ, माल इन्फर्मेसन भन्छ अङ्ग्रेजीमा, जुन चाहिँ कसैलाई हानि पुर्याउने उद्देश्यले जानाजान फैलाइएको हुन्छ, त्यस्तो कुरा इस्ट्याब्लिस गर्न सकिने अवस्थामा चाहिँ काहीँ न काहीँ त्यो गरे बापत कारबाही हुन सक्ने, कानुनी कारबाही हुन सक्ने खालका नीतिहरू पनि चाहिन्छ भन्ने कुरा चाहिँ हामी धेरैले पनि महसुस गर्दै आछौँ। तर यो चाहिँ एकदमै डेलिकेट ब्यालेन्स हो क्या। फ्रिडम अफ एक्सप्रेसन चाहिँ कहाँनिर ल र कर्टेल गर्ने भन्ने कुरा चाहिँ एकदमै डेलिकेट कुरा हो। अब यसका केही स्थापित मान्यताहरू छन्, त्यो स्थापित मान्यताहरूलाई हामीले चाहिँ फलो गर्न सक्यौँ भने पनि हुन्छ कानुन बनाउँदाखेरि हैन। विशेष गरी त्यसको नियत, त्यसको असर साँच्चै असर पार्यो कि पारेन, त्यसले फैलाउनेको नियत के छ भन्ने आधारमा र त्यसले गरेको हानिको आधारमा चाहिँ त्यसको चाहिँ त्यसलाई कटेल गर्ने कि नगर्ने भन्ने र हेर्ने भन्ने हुन्छ। विशेष गरी जुन हामी घृणायुक्त वचन भन्छौँ हैन, हेट स्पिच भनेर जेला अङ्ग्रेजीमा हेट स्पिच भन्छौँ, त्यस्ता खालका कुरामा चाहिँ काहीँ न काहीँ यसलाई नियन्त्रण चाहिँ गर्नुपर्छ। एकदमै चाहिँ अभिव्यक्ति स्वतन्त्रता आजको चाहिँ विश्वमा अथवा आजको जुन खालको चाहिँ परिस्थिति छ त्यसमा चाहिँ अभिव्यक्ति स्वतन्त्रतामा चाहिँ सबै कुरा स्वीकार्य हुन्छ भनेर अगाडि बढ्नु चाहिँ गलत हुन्छ। तर हामीले चाहिँ त्यो भनिरहँदा पनि कस्ता खालका कानुन चाहियो त, जुन खालका कानुनले चाहिँ अभिव्यक्ति स्वतन्त्रता, नागरिकको अभिव्यक्ति स्वतन्त्रता नै हनन नगरोस्, नागरिकले चाहिँ आफ्नो सरकारको या सरकारको काम कारबाहीप्रति आलोचना गर्न पाउने अधिकारहरू पनि हनन नगरोस् भनेको प्रजातन्त्रलाई बलियो बनाउन त ती चिजहरू चाहियो नि त हैन। विरोध गर्न पाउने अधिकारलाई पनि हनन नगरोस्, तर हानि हुने खालका कुराहरू जसले गर्छ, जानाजान जसले गर्छ, उसले चाहिँ डराउने वातावरण चाहिँ बनाउनु पर्यो। तर यो बनाउनका लागि पनि पहिला के थाहा हुनु पर्यो त उनीहरूलाई भने कि मैले जे गरिरहेको छु त्यो कामको चाहिँ गलत प्रभाव हुनसक्छ भन्ने थाहा भएपछि चाहिँ बल्ल त्यो कारबाही गर्न चाहिँ सजिलो हुन्छ। सर अब नेपालमा चाहिँ हामीले देखेको होइन, अब चाहिँ के छ भन्दाखेरि ट्रेडिसनल मिडिया हाउसबाट चाहिँ धेरै मान्छेको चाहिँ अब विश्वास अहिले चाहिँ उडिसकेको छ र जेएनजी विद्रोहको क्रममा पनि अब सेकेन्ड कि थर्ड डेमा हो कहिले चाहिँ एउटा चाहिँ टप जर्नलिस्टहरूबाट होइन, टप मिडिया हाउसबाटै के फैल्यो भन्दाखेरि अब चाहिँ राजा आउँदैछ भनेर त्यो
जुन तरिकाले मिसइन्फर्मेसन फैल्यो होइन, त्यो फेक न्युज होइन, त्यो फेक न्युज चाहिँ होइन, त्यसलाई मिसइन्फर्मेसनै भनौँ होइन। हजुरले भर्खर भन्नुभयो न्युज कुनै पनि फेक हुन्न, त्यो चाहिँ मिसइन्फर्मेसन फैल्यो। त्यस्तो खालको मिसइन्फर्मेसनहरू चाहिँ आजकल चाहिँ रेगुलरली नै फैलिएको छ। र नेपालमा चाहिँ हामीले चाहिँ अब कसलाई चाहिँ विश्वास गर्ने भनेर चाहिँ एउटा चाहिँ ग्याप भएको छ कि। अब टप मिडिया हाउसबाट पनि फेक न्युज फैलिएको छ होइन, अब हाम्रो क्रिएटरहरूबाट पनि फेक न्युज र टप जर्नलिस्टबाट पनि फेक न्युज भएपछि हामीले यो फ्याक्ट चेकिङको मिडियम चाहिँ के त होइन। अब फ्याक्ट चेकिङलाई चाहिँ हामीले कसरी चाहिँ राम्ररी गर्न सक्छौँ र यसलाई चाहिँ अब एज अ लेम्यान हामीले चाहिँ फेक न्युजलाई चाहिँ कसरी चाहिँ हामीले यो चाहिँ ट्रुथ हो कि होइन भनेर फ्याक्ट चेकिङ गर्ने हजुरको चाहिँ टिप्सहरू। हामी पत्रकार र पत्रकारिताले यो बिचमा गुमाएको चिज भनेको चाहिँ सबभन्दा ठुलो गुमाएको चिज भनेको चाहिँ यो विश्वसनीयता नै हो, पब्लिक ट्रस्ट नै हो होइन। त्यो गुमाउनुको कारण पनि मैले अघि भने कि हामी काहीँ न काहीँ मिडियाका रूपमा पत्रकारका रूपमा हामी के कुरामा चुक्यौँ त भन्दाखेरि हामी चाहिँ स्वतन्त्र हुनुपर्छ। हाम्रो जे चाहिँ हामीले गर्ने काम चाहिँ आफ्नो विचार, हाम्रो आफ्नो सबैको विचार हुन्छ, सबैको आस्था हुन्छ, पोलिटिकल पार्टीप्रति पनि आस्था होला, कसैलाई राजतन्त्र ठिक लाग्ला, कसैलाई लोकतन्त्र लाग्ला, कसैलाई पञ्चायतै ठिक लाग्न पनि सक्ला होइन। त्यो आफ्नो विचार चाहिँ आफ्नो काममा रिफ्लेक्ट हुनु हुँदैन भन्ने हो। पब्लिक ट्रस्टका लागि चाहिँ के इम्पोर्टेन्ट हुन्छ त हामीले चाहिँ यो संसारभरि के भन्छौँ त भन्दाखेरि कि जो पत्रकारले म स्वतन्त्र रूपमा रिपोर्टिङ गर्छु भन्छ उसले आफ्नो चाहिँ विचार या आफ्नो चाहिँ आस्था चाहिँ त्यो कन्टेन्टमा पनि रिफ्लेक्ट हुन दिनु भएन। र उसले साँच्चै म कन्टेन्ट त मेरो कसैले पनि के भनेर सुख पाउँदो रहेछ भने मेरो कन्टेन्ट चाहिँ ठिक छ, म पर्सनल्ली चाहिँ अर्कै हुँ भन्न पाइँदो रहेछ कि। हामीले पत्रकारका रूपमा चाहिँ त्यो कुरा चाहिँ अलिकति चाहिँ गुमायौँ होइन। पत्रकारिता त हामी स्वतन्त्र गरेछौँ भने पनि व्यक्तिगत रूपमा चाहिँ हामी कुनै पोलिटिकल पार्टीको समर्थनमा लेखिरहेछौँ अथवा कुनै पोलिटिकल लाइनको समर्थनमा, एजेन्डाको समर्थनमा या विरोधमा लेखिरहेछौँ भनेपछि हामीले त्यो गुमाइसकेपछि अब नागरिकका लागि के छ त अप्सन, कि मिसइन्फर्मेसनबाट बच्ने अप्सन के छ त। जब चाहिँ ट्रस्टेड चाहिँ मिडिया हाउसेसहरू या ट्रस्टेड भोइसहरू नभएको अवस्थामा चाहिँ के छ त भन्दाखेरि चाहिँ सबभन्दा ठुलो कुरा भनेको चाहिँ जसलाई हामी मिडिया र सूचना साक्षरता भन्छौँ त्यसको पहिलो पाठ के हो भन्दाखेरि कि तपाईँले प्राप्त गरेको कुनै पनि सूचना बारे शङ्का गर्नुहोस् होइन, कि यो सूचना बेठिक हुनसक्छ, यो सूचना चाहिँ गलत हुनसक्छ भनेर शङ्का व्यक्त गर्नुहोस् भन्छौँ कि। अब त्यो शङ्का मात्रै गर्न सक्यौँ हामीले नागरिकका रूपमा भने पनि हामी चाहिँ मिथ्या सूचनाको जालोबाट कतिपय अवस्थामा चाहिँ अलिकति बाहिर निस्किन सक्छौँ। किनभने तपाईँले जे भनिरहनु भएको छ नि होइन, त्यो कुराहरू चाहिँ केले ब्याकअप गराएको छ त, चाहियो नि त प्रमाण त केही चाहियो नि त। त्यसै तपाईँले मैले जे दाबी गरिरहेको छु, तपाईँले मैले दाबी गरेको कुरो कि मेरो अनुभवबाट आउनु पऱ्यो, कि अध्ययनबाट आउनु पऱ्यो, कि डेटाबाट आउनु पऱ्यो, काहीँ न काहीँबाट त आउनु पऱ्यो नि त। त्यसै चाहिँ आउट अफ नो वेयर भन्ने हुँदैन कि। त्यही भएर अब मैले यहाँ बसिरहँदाखेरि तपाईँ र म कुरा गरिरहँदाखेरि मैले मिथ्या सूचनाको कुरा गरिरहँदाखेरि तपाईँले के मान्न सक्नुहुन्छ भने मैले त उहाँले त चाहिँ 7-8 वर्षदेखि मिथ्या सूचनामा अध्ययन अनुसन्धानहरू गरिरहनु भएको छ भन्यो भने अलिकति मेरो भोइस अथोरिटिभ भोइस भयो होइन। अब तपाईँले मलाई यहाँ आएर पोलिटिकल क्वेसन सोध्नुहुन्छ अथवा अरू विषयमा आर्थिक नेपालको अर्थ व्यवसायको बारेमा सोध्नुहुन्छ भने त मैले भन्नुला, तर मैले भनेको कुरो त तपाईँले शङ्का गर्नु पऱ्यो नि त, किनभने म त्यसो एक्सपर्ट होइन। अब के छ त्यसमा प्रमाण भन्ने त सोध्नु पऱ्यो नि त। भनेको हामीले कुनै पनि सूचना प्राप्त गरिसकेपछि अथवा कुनै पनि सङ्गठनमा हामी विश्वास गर्छौँ भने त्यो चाहिँ करेक्ट हो कि होइन त होइन। आज हामी जुन चाहिँ भनौँ न जुन आन्दोलन भइरहेछ, अहिले आन्दोलन भयो जेएनजी पुस्ता भन्छौँ, त्यो जेएनजी पुस्ताले देखेको गएको 25 वर्षमा त उहाँहरूले त राजतन्त्र पनि राम्ररी देख्नु भएको छैन, बुझ्नु भएको छैन। पञ्चायत कस्तो थियो भन्ने उहाँलाई थाहा हुने कुरै भएन। अभिव्यक्ति स्वतन्त्रता या प्रेस फ्रिडम नहुँदाखेरि कस्तो अवस्था हुँदो रहेछ भन्ने कुरा थाहा हुने कुरै भएन होइन। अलिकति इन्टरनेट कट हुँदाखेरि यो चाहिँ बोल्न नपाउँदाखेरि कस्तो हुँदो रहेछ भन्ने चाहिँ अलिअलि जान्नुभयो, नत्र कतिपय कुराहरू त थाहा छैन नि त। अनि कसैले आज आएर चाहिँ दुईवटा चिज देखाएर आजभन्दा 20-40 वर्ष अगाडिको दुईवटा चिज यस्तो राम्रो घर बनाएको थियो भने देखाएर त्यो घर एउटा राम्रो घर बनाएको या दुईवटा राम्रो घर बनाएको या एउटा सडक देखाएर चाहिँ त्यो बेलाको व्यवस्थै राम्रो थियो अथवा त्यो बेलाको मान्छे राम्रो थियो भनेर भन्नु चाहिँ त्यसको प्रमाण हुँदैन कि होइन, त्यो प्रमाणिक कुरा होइन। तर अहिले चाहिँ त्यसै गरी चाहिँ मिथ्या खालका सङ्गठनहरू चाहिँ प्रभाव भइरहेछ। तपाईँले जुन भन्नुभयो कि अहिले आएर राजतन्त्र ठिक भन्ने कुरा, राजतन्त्र नभोगेका मान्छेहरूलाई राजतन्त्र ठिक जस्तो लाग्छ। तर जब तपाईँ राजतन्त्र भोग्नु भएको छ नि होइन, 46 सालभन्दा अगाडिको त मलाई पनि धेरै थाहा छैन, म पनि सानै थिएँ, तर पनि मैले देखेको छु नि त, सानो अलिअलि सुनेको छु कुरा चाहिँ सुन्दाखेरि चाहिँ त्यो कहाँ यति सहज थियो र होइन। तपाईँलाई चाहिँ विदेश जान सजिलो थियो र
होइन तपाईँ चाहिँ पोलिटिक्समा आउन चाहँदा तपाईँलाई सजिलो थियो तपाईँलाई चाहिँ भनेको स्कुल पढ्न सजिलो थिएन नि त होइन त्यो सर्टेन त्यसका लिमिटेसन्सहरू थिए नि त त्यो भएर प्रजातन्त्र आइसकेपछि सारा कुरा खुला भयो सजिलो भयो हामी त एकअर्कालाई चाहिँ तिमी भन्न पाउने अवस्थामा जसले जसलाई तिमी भने हुने अवस्थामा पुग्यौँ नत्र कुनै बेला त कसैलाई हजुर बक्सियोस् भन्दा तल भन्न नपाइने अवस्था थियो होइन कोही आउँदाखेरि झुक्नुपर्ने अवस्था कम्ती मैले त्यो अवस्था त छैन नि त हामीले म चाहन सक्छु र चाहना गर्छु र सक्छु भने त म राष्ट्रपति बन्ने या प्रधानमन्त्री बन्ने बाटोमा त म ओपन छु नि त कसैको निगाह चाहिएन नि त मलाई नागरिकको निगाह भयो नि त भोट भयो नि त होइन भनेपछि चाहिँ त्यो नदेखेका कुरा राम्रो हुँदैनन् कि हामी चाहिँ अहिले कस्तो छौँ भने 5वटा चिज हामीले देख्यौँ 5वटा चिज हामीले चाख्यौँ हामीसँग खानेकुरा छन् 5वटा सबै खाँदाखेरि हामीलाई मिठो लागेन भने ऊ त्यो पर चाहिँ मिठो छ कि भने त परको मिठो हुन्छ भन्ने ग्यारेन्टी छैन नि त्यसको कुनै छैन क्या प्रमाण खालि हामीले केबाट डेराइभ गरेका छौँ भने यो 5वटा चिज मिठो छैन त्यो भएर त्यो 6औँ चिज मिठो होला भनेर भन्नु भनेको चाहिँ त्यो चाहिँ कस्तो हो भने फ्यालेसी हो कि एक हिसाबको लजिकल फ्यालेसी हो नि त अब हामी त्यस्तै खालका लजिकहरूलाई लिएर चाहिँ अहिले कतिपय कुरामा चाहिँ सोसियल मिडियामा बहस गरिरहेछौँ होइन को राम्रो को नराम्रो कुन व्यवस्था राम्रो कुन व्यवस्था नराम्रो भन्ने हिसाबले चाहिँ बहस गरिरहेछौँ भनेपछि त्यो मिसिङ चाहिँ छ कि भनेको अब त्यसलाई कसरी करेक्ट गर्ने भन्ने कुरा चाहिँ गाह्रो छ किनभने अहिले अब संसारभरि तपाईँले हेर्नु भने सब जताततै पपुलिजम यस्तै चाहिँ के भन्छ विशेष गरी मानिसको लागि जुन एकदमै संवेदनशील विषय हुन्छ होइन विशेष गरी चाहिँ आइडेन्टिटीका हिसाबले होला आफ्नो आइडेन्टिटी के भन्ने हिसाबले होला या नेसनली राष्ट्रियताका हिसाबले होला या चाहिँ सुरक्षाका हिसाबले होला गरेर चाहिँ भविष्यका कुराहरू देखाएर जुन कुरा चाहिँ त्यसको प्रमाणित ब्याकग्राउन्ड नभए पनि त्यस्तो कुरा देखाएर चाहिँ मिथ्या सङ्गठनहरू फैलाइएका छन् अब त्यस्तो कुरामा चाहिँ विश्वास गरेर हामी अगाडि बढ्यौँ भने चाहिँ कहीँ पनि पुग्दैनौँ किनभने त्यसले चाहिँ के गर्छ त भन्दाखेरि सबै खालका समूह छन् सबै खालका समूहले सबै खालका मिथ्या सङ्गठनहरू फैलाएको छ र जति मिथ्या सङ्गठनहरू फैलिरहेका छन् ती मिथ्या सङ्गठनहरू चाहिँ कहीँ न कहीँ चाहिँ एक्सट्रिमिजममा छन् कि त्यो राइट करेक्ट मिडल पाथ होइन नि त होइन प्रजातन्त्र तपाईँले हेर्नु भने प्रजातन्त्रको लेफ्ट राइट भने चाहिँ त्यो एक्सट्रिमिजमभन्दा भित्रै हुन्छ कि सेन्टरमै हुन्छ कि सेन्टरको यता अलिकति लेफ्ट कि अलिकति राइट थोरै राइट लेफ्ट भन्यो भने एक्सट्रिमिजम त दुईतिर हुन्छ नि त होइन एउटा वहाँ पर एउटा वहाँ पर हुन्छ अब त्यो 5वटा एक्सट्रिमिजम पोइन्ट आएर एउटै ठाउँ आएर विवाद गरेर हाम्रो सोसाइटी कहाँ पुग्छ त्यसले त डिभिजन मात्रै ल्याउँछ नि त त्यही भएर चाहिँ अघि तपाईँसँग पछाडि कुरा हुँदा राख्दै कमन ग्राउन्ड भन्ने त चाहियो नि त एउटा अब हाम्रो कमन ग्राउन्ड के त हामी नेपालीको रूपमा हामीले नेपाललाई राम्रो बनाउने हो भने कमन ग्राउन्ड एउटा त सबैसँग छ भिजनको कमन ग्राउन्ड चाहिँ छ के त भन्दाखेरि नेपाललाई राम्रो बनाउनु होइन तर यो त एकदमै एब्स्ट्र्याक्ट टर्म हो नि त नेपाललाई विकसित बनाउने कसरी बनाउने भन्ने त कसरी बनाउने भन्नेमा नि त हुनु पऱ्यो नि त यसो प्रजातन्त्र हाम्रो कमन ग्राउन्ड हो कि होइन होइन भनेपछि ह्युमन राइट हाम्रो कमन ग्राउन्ड हो कि होइन भनेर त हामी कम्तीमा कमन ग्राउन्डमा एग्री हुन सक्यौँ भने त्यसपछि कसरी भन्नु भने बाटो अनेक छन् अनेक लिन सकिन्छ भन्ने हो तर अहिलेको प्रयास चाहिँ के भइरहेको छ त भन्दाखेरि नेपालमा मात्रै होइन जताततै र नेपालमा नि भएको छ कि अलिकति सभ्य भाषा उनको सभ्य अभिव्यक्ति दिने मानिसहरू जसलाई हामी सेन भोइस भन्छौँ होइन अलिकति इन्टेलेक्चुअल भोइसहरू जसले चाहिँ पढेका आधारमा अथवा चाहिँ विज्ञताका आधारमा अथवा अनुभवका आधारमा अलिकति कम कन्ट्रोभर्सियल कुराहरू होइन विवादमा नआउने खालका कुराहरू र राम्रो कुराहरू गर्छन् इन्टेलेक्चुअल कुराहरू गर्छन् उनीहरूको भोइस हराइरहेको छ कि अहिले कस्तो भोइसहरू चाहिँ माथि आइरहेछ त भन्दाखेरि जसले चाहिँ विवादास्पद कुराहरू गर्छ होइन जसले चाहिँ मानिसलाई चाहिँ जसले चाहिँ जे पाए त्यही उपाधि दिन्छ होइन जसले चाहिँ कन्स्पिरेसी थ्योरी भन्छ नि षड्यन्त्रको सिद्धान्त भने पनि भयो षड्यन्त्र भएको छ यहाँ भनेर दाबी गर्छ होइन जसले चाहिँ आफूसँग केही प्रमाण नभए भने जे हो त्यही यही कागज प्रमाण हो भनेर देखाइदिन्छ होइन मैले तपाईँको यो क्वेसनकै पाना देखाएर यो प्रमाण हो भनेर देखायो भने त्यो पढ्न त कसैले सक्दैन होइन भनेपछि त त्यो म प्रमाण दिन्छु भने चाहिँ प्रमाण के हो भन्ने छैन होइन तपाईँले हेर्नुभयो भने अहिले चाहिँ युट्युबमा आजको मितिमा चाहिँ मानिसहरूले चर्चा गरिरहेको भिडियोहरू हेर्नुभयो व्यक्तिहरू हेर्नुभयो भने उहाँहरूले के भन्नुहुन्छ भने आज म प्रमाण दिन्छु यसको भन्नुहुन्छ पुरै भिडियो तपाईँ आधी घन्टा हेर्नुहोस् प्रमाण त केही देखिन्न त उहाँले जे भने त्यो प्रमाण त होइन होइन तर अब त्यो प्रमाण हो कि होइन भनेर बुझ्नतर्फ चाहिँ नगइकन मान्छेले ए प्रमाणै देखायो भन्नेमै जाने भयो क्या किनभने बोलेको कुरा बिग्नी भयो क्या त्यो के छ पछाडिको डेटा के छ अथवा पछाडि कुरा उसले बोलेको कुरा राइट हो कि होइन भन्ने कुरातिर चाहिँ हामी जान अलिकति नसकेको कारण यो एक्सट्रिमिजममा गएको कारण चाहिँ समग्र समाज अलि विभाजित भयो कि हामी गलत बाटोतिर गइरहेको कि यो इन्टेलेक्चुअल भोइसहरू अलिकति सेन भोइसहरू चाहिँ यो बिचमा हराइरहेको हो कि प्रजातन्त्रको सुन्दर पक्ष भनेको के हो त भन्दाखेरि सबै खालका विचारहरू सबै खालका अभिव्यक्तिहरू त्यहाँ
देखिनुपर्छ, सुनिनुपर्छ। तर त्यो सुनिनुपर्छ भनेर त्यसको आधारशिला चाहिँ गलत चित्त हुनु हुँदैन, अथवा त्यसले समाजलाई यो सबै खालका आवाजहरू प्रतिनिधित्व हुनुपर्छ, त्यो समाजमा सुनिनुपर्छ भनेको त्यसले गर्दाखेरि समाजलाई एकीकृत बनाउँछ भन्ने हो नि त। त्यो समाजलाई विभाजित बनाउँछ भन्ने होइन, खण्डित बनाउँदै जाने जस्तो खालका चाहिँ आवाजहरू चाहिँ अहिले धेरै सुनिन थालेका छन्। अब त्यो चाहिँ अलिकति अहिलेको हिसाबले चाहिँ एक खालको गम्भीर हुनुपर्ने विषय हो, हामी व्यक्तिका रूपमा होस् या देशका रूपमा होस् या हामी सबैजना। अब सरकै कुरामा मैले जोडेँ होइन, अब हाम्रो अहिले चाहिँ युट्युबरको पनि चलन आएको छ होइन। अब युट्युबरलाई चाहिँ हामीले चाहिँ मिडिया भन्ने किन भन्ने। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि धेरैजनाले चाहिँ आजकल चाहिँ युट्युबर बनेर म चाहिँ मिडियाको रिपोर्टिङ गर्छु होइन, नत्र कि त म मोबाइलबाट म टिकटक चाहिँ रेकर्ड गरेर एउटा जर्नलिस्टको काम गर्छु भन्ने युथहरू पनि छन्। उहाँहरूलाई चाहिँ हजुरले चाहिँ अब आफ्नो स्टार्ट गर्नको लागि चाहिँ अब के टिप्स दिनुहुन्छ? जस्तै अब म आइटी ब्याकग्राउन्डको होइन, अब सफ्टवेयर इन्जिनियर डेभलपर हुने हो भने चाहिँ हामी चाहिँ यो कोडिङ ल्याङ्ग्वेजहरू यो स्किल सेटहरू चाहिँ तिमीहरू सिक, त्यसपछि प्रोजेक्टहरू गरेर तिमीहरू बन्छौ भनेर भन्छौँ नि। अहिले चाहिँ अब क्यामेरा किन्ने बित्तिकै हामी युट्युबर हुने, जर्नलिस्ट हुने भन्ने जुन चाहिँ मिसकन्सेप्सन छ, र जसलाई चाहिँ अब अस्पाइरिङ जर्नलिस्टहरू होइन, जो चाहिँ अब हामी चाहिँ अब राम्ररी नै मिसइन्फर्मेसन नफैलाउने तरिकाले चाहिँ हामी जान्छौँ भनेर भन्नुहुन्छ। जो रिसर्च गर्दै भन्नुहुन्छ होइन, रिसर्च गरेर अब आजकल धेरै पत्रकारहरू चाहिँ रिसर्च गरेर उहाँहरूले चाहिँ न्युजहरू हालिदिनुहुन्छ युट्युबमा, भाइरल जान्छ कि। त्यस्तो युथहरूलाई होइन जसले चाहिँ सुरु गर्दैछन् उहाँलाई चाहिँ हजुर के टिप्स दिनुहुन्छ? र यो युट्युबरको पनि हाम्रो जुन चाहिँ कन्टेन्ट रेगुलेसन छ नि, अहिले क्यामेरा हुने बित्तिकै युट्युबर भनेर माइती घरमा पनि अब हिजो अस्ति अब कुन चाहिँले होइन आन्दोलन गर्छु भने यहाँ आन्दोलन गर्ने मान्छे भन्दा धेरै युट्युबर रहेछन् क्या त्यहाँ होइन। त्यसले चाहिँ हामीले कसरी गर्न सक्छौँ त्यो चाहिँ भन्नु होइन। सजिलो छ, हामी कुनै पनि रेस्टुरेन्ट जानुभन्दा अगाडि के गर्छौँ होइन, कुनै पनि रेस्टुरेन्ट हामी जान्छौँ भने त्यहाँ के खानेकुरा पाइँदो रहेछ भनेर सोध्छौँ नि होइन। थाहा भएन फुत्त कुनै रेस्टुरेन्टमा छिर्यो भने पहिलो काम हामी मेनु हेर्छौँ भने त्यो के पाइँदो रहेछ, कस्तो खालको खानेकुरा पाइँदो रहेछ, के रहेछ यो रेस्टुरेन्ट भनेर बुझ्छौँ नि। त्यसै गरी अब कुनै पनि पेसामा हामी जान्छौँ भने त्यो पेसाका आधारभूत कुराहरू जान्नु पऱ्यो कि, गइसकेपछि भए पनि जान्नु पऱ्यो या जानुभन्दा अगाडि भए पनि जान्नु पऱ्यो। त्यो आधारभूत कुरा भनेको के हो त? पत्रकारितामा म चाहिँ सूचना प्रवाहमा काम गर्छु, पत्रकारिता पनि नभनौँ, सूचना प्रवाहमा काम गर्छु, म सञ्चारकर्ममा काम गर्छु भनेको त पहिला सञ्चार भनेको के हो, सञ्चार कसरी हुन्छ, सञ्चारका चाहिँ प्रभावहरू के हुन्छन्, यसले नागरिक एउटा व्यक्तिले जसले मलाई सुन्छ या जसले मलाई चाहिँ जसले मेरो कन्टेन्टहरू हेर्छ उसलाई चाहिँ कसरी प्रभाव पार्न सक्छु म होइन, राम्रो नराम्रो के हुँदो रहेछ प्रभाव, र मेरो शक्ति र मेरो जिम्मेवारी के हो होइन। तपाईँ मोबाइल चलाइरहनु भएको छ, फोटो खिचिरहनु भएको छ, तपाईँ अब पडकास्ट बन्न गइरहनु भएको छ भने तपाईँले के बुझ्नु जरुरी छ भने यो पडकास्ट तपाईँले हाल्दाखेरि जसले मान्छेले सुन्छ, सुनेपछि तपाईँले प्राप्त गर्ने शक्ति त्यहाँबाट के हो त, र तपाईँको जिम्मेवारी के हो होइन। तपाईँले सजिलै सक्नुहुन्छ। मलाई नल्याइकन तपाईँले चाहिँ अरू कोही मान्छेलाई ल्याएर एकदमै कन्ट्रोभर्सियल कुरा बोल्न लाउनु भयो भने त्यो कुरा सायद यो पडकास्टभन्दा धेरै हिट हुन्छ हजुर होइन। यहाँ उभिएर जो जति चाहिँ आजको प्रमुख चर्चाका पात्र छन् होइन, चाहे त्यो जेएनजीका मान्छे होलान् या मेयर होलान् या कलाकार होलान्, उनीहरूलाई बेसकन गाली गर्न लाउनु भयो, जे पाए त्यो उनीहरूको बारेमा भन्न लाउनु भने त्यो क्लिप मजाले चल्छ, तपाईँ भाइरल पनि हुन सक्नुहुन्छ। तर त्यो तपाईँको काम ठिक भयो कि भएन त? कुनै बेला त तपाईँलाई इतिहासले चाहिँ जज गर्छ नि त तपाईँले गरेको कामले के भयो भनेर होइन। हामीले अहिले हेर्दाखेरि कतिपय चाहिँ नाम सुनेका पत्रकारहरूले नै गरिरहेका कतिपय कामका कारणले उहाँहरूलाई आलोचना गरिरहेछौँ नि त होइन। भोलिका दिनमा उहाँ राम्रो पत्रकार कि हो कि होइन भनेर सोद्धाखेरि त यस्तो गरेको थियो कहाँ राम्रो भनेर सक्ने अवस्था आउँछ कि आउँदैन। अहिले तपाईँहरू युट्युब सुरु गर्नुहुन्छ अथवा युट्युबर इन्फ्लुएन्सर हुनुहुन्छ, युट्युबबाट ठुल्ठुला कुराहरू भोलि साँच्चै नै देशमा तपाईँकै कारणले गर्दा केही नराम्रो कुराहरू भए होइन, अथवा भोलि तपाईँ चाहिँ एकदमै चाहिँ कुनै गजब खालको अपर्च्युनिटी पाउने अवस्थामा चाहिँ तपाईँले गरेका कन्टेन्टका कारण आफैलाई लाज हुने अवस्था आयो होइन। भोलि तपाईँ आफ्ना छोराछोरी आफ्ना नाति नातिनाका अगाडि आफ्नो कन्टेन्ट देखाउन नसक्ने अवस्थामा पुग्नु भयो भने चाहिँ त्यो भनेको यो अरू सबै सफलता भन्दा कि भन्दा पनि तपाईँको अलिकति चाहिँ आफैलाई चाहिँ नराम्रो हुन सक्ने कुराहरू। त्यही भएर सबभन्दा पहिलो कुरो भनेको तपाईँहरू सञ्चार कर्ममा आउनुहुन्छ भने सञ्चार कर्म के हो, यसमा मैले दिने सूचनाहरूको असर के हुनसक्छ, त्यो सूचनाहरूलाई मैले करेक्ट बनाउन के गर्नुपर्छ, कसरी गर्दाखेरि चाहिँ यो राइट हुन्छ भनेर आफ्नो जिम्मेवारी बोध पनि हुनु पऱ्यो र यो प्रक्रिया पनि जान्नु पऱ्यो। सबभन्दा ठुलो कुरो भनेको त्यही हो। त दोस्रो कुरो भनेको चाहिँ आजको मितिमा हेर्दाखेरि चाहिँ तपाईँले खोजेको के हो, तपाईँको लक्ष्य के हो। तपाईँ भाइरल हुने लक्ष्य हो भने नाच्नुहोस् गाउनुहोस् होइन, नाटक गर्नुहोस्, सबै चिज गर्नुहोस्, तर इन्फर्मेसनमा नछिर्नुहोस् होइन, अभिनय गर्नुहोस् बरु होइन। भाइरल हुन त सकिन्छ, नाचेर गाउन सकिन्छ होइन, नाचेर गएका नाच्नेहरू गाउनेहरू पनि भाइरल हुनुभएको छ, चर्चित पनि हुनुहुन्छ
होइन। तपाईँ चाहिँ उहाँहरूले गरेको काम चाहिँ कतिपय अवस्थामा गलत हुँदैन कि मनोरञ्जनका लागि गर्नुभयो, गीत गाउनुहुन्छ, मनोरञ्जन प्राप्त गरेका छन् मान्छेले। म पनि फुर्सद भयो भने कहिलेकाहीँ चाहिँ युट्युबमा त्यस्तो भिडियोहरू हेर्छु या टिकटकमा हेर्छु, रमाइलो हुन्छ। उहाँले मलाई रमाइलो दिनु भएको छ, खुसी छु नि त होइन। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी हुनुहुन्छ। उहाँहरू भाइरल भइरहनु भएको छ, पैसा कमाइरहनु भएको छ, मैले नै रमाइलो पाइरहेको छु, पैसा कमाइरहेको छु, म नि खुसी भइरहेको छु। आजभन्दा 10 वर्ष पछाडि गए पनि उहाँहरू खुसी हुनुहुन्छ, म पनि त्यही लेभलमा खुसी हुन्छु। तर तपाईँ चाहिँ भाइरल हुने लोभले सूचनामा खेल्न आउनुभयो भने चाहिँ तपाईँले गलत गरिरहनु भएको छ होइन। किनभने तपाईँका सूचनाका कारणले हजारौँ मानिसले तपाईँको सूचना हेर्न सक्छन्, त्यसका कारणले हजारौँ मानिसले आफ्नो जीवन सम्बन्धी निर्णयहरू गर्न सक्छन्, आफ्नो चाहिँ समाज या देशका बारेमा निर्णयहरू गर्न सक्छन्, अथवा चाहिँ त्यो निर्णयहरूका कारण चाहिँ व्यक्ति, समाज र देशलाई राम्रो नराम्रो दुइटै असर पर्न सक्छ भनेपछि नराम्रो असर चाहिँ पर्न दिनुहुन्न भनेर त म त जिम्मेवारी बोध त गर्नु पऱ्यो नि त होइन। त्यो जिम्मेवारी बोध लिएर चाहिँ गर्नुपर्छ भन्ने हो। तपाईँ सूचनासँग खेल्नुहुन्छ भने चाहिँ अब सूचना चाहिँ सम्बन्धी केही म कार्यक्रम चलाउँछु, म पत्रकारै हुन्छु या म सञ्चारकर्म गर्छु भन्यो भने चाहिँ सूचना के हो, सूचना कसरी राम्रो हुन्छ भन्ने बुझ्नु पऱ्यो नि त होइन। एक्टिङै गर्न पनि त एक्टिङ गर्छु भनेपछि एक्टिङ गर्ने कसरी थाहा हुनु पऱ्यो नि त। गीतै गाउँछु भने त गीत लय मिलाउनु त आउनु पऱ्यो नि त होइन। कुन गीतको शब्द के हो सिक्नु पऱ्यो, लय मिलाउन आउनु पऱ्यो, नाच्नु नै हुन्छ भने नाच्ने स्टेप त जानेर आउनु पऱ्यो नि त। भनेपछि सञ्चारकर्ममा तपाईँ आउनुहुन्छ भने सञ्चार के हो त बुझेर आउनु पऱ्यो नि त। यसको चाहिँ अब सबभन्दा सजिलो रूपमा भन्दाखेरि चाहिँ सञ्चारको अहिलेको सोसियल मिडियाको युगमा चाहिँ तपाईँको चाहे 1 जना फलोवर होस् या 1000 जना फलोवर होस् या 1 लाख जना फलोवर होस्, कुनै पनि बेला तपाईँको कुनै पनि कन्टेन्ट चाहिँ लाखौँ मानिससम्म पुग्न सक्छ भन्ने कुरामा चाहिँ सचेत हुनु पऱ्यो। र त्यो लाखौँ मानिसमा पुग्दाखेरि, पब्लिक हुँदाखेरि चाहिँ त्यो लाखौँ मानिसलाई यो सूचनाले कसरी असर गर्छ भन्ने कुरामा चाहिँ आफू सचेत हुनुभयो भने चाहिँ सहज हुन्छ। त्यही भएर पत्रकारिता नै गर्छु भने त पत्रकारिताका त स्थापित मूल्य मान्यताहरू छन्, स्थापित सिद्धान्तहरू छन्, स्थापित प्रक्रियाहरू छन्। तपाईँले प्राप्त गरेका सूचना प्रमाण होइनन्, ती सूचनाको पहिलो चाहिँ डकुमेन्ट मात्रै हुन्। त्यसलाई चाहिँ सूचना बनाउन या प्रमाणका रूपमा गर्न मैले त्यसलाई भेरिफाई गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँले जान्नु पऱ्यो। अब सूचना युट्युबहरूमा भाइरल हुने कुरा गर्दाखेरि चाहिँ कन्टेन्ट क्रिएटरहरूकै कुरा गर्दाखेरि चाहिँ कतिपय कन्टेन्ट क्रिएटरहरू चाहिँ नेपालमै हुनुहुन्न होइन, अथवा भनौँ न जेएनजीकै क्रममा पनि काठमाडौँमै हुनुहुन्न थियो। अरू कसैले हालेका भिडियोका आधारमा, अरू कसैले त्यहाँ चाहिँ फेसबुकमा हालेका कन्टेन्टका आधारमा अथवा कुनै पत्रिकाले गरेका पुरानो रिपोर्टिङहरू चाहिँ खोतलेर मैले प्रमाण भेट्टाएँ भनेर उफ्रिनुको कुनै चाहिँ त्यसले चाहिँ कुनै समाजलाई, हाम्रो देशलाई कुनै राम्रो गर्दैन होला। तपाईँहरूले पैसा कमाउनु होला, तपाईँहरूले चाहिँ नाम कमाउनु भयो कि गुमाउनु भयो थाहा होइन, मान्छेले चिन्ला नि तपाईँले। नाम तपाईँको चर्चामा होला, चर्चित हुनु र लोकप्रिय हुनु एउटै होइन होइन। चर्चित त हुनु होला, लोकप्रिय नहुन सक्नुहुन्छ। त्यही भएर अब पैसाकै पछि लागेर म समाज जेसुकै होस्, देश जहाँसुकै जाओस्, मलाई भाइरल हुनैपर्छ, मलाई पैसा कमाउनु पर्छ भनेर पछि लाग्ने हो भने त्यो राइट बाटो चाहिँ होइन भन्ने चाहिँ हो। त्यो हिसाबले अब यो बुझेर भाइरल हुनु छ भने समाज सूचनाभन्दा अरू कुरामा चाहिँ केन्द्रित हुँदा राम्रो। सूचनामा केन्द्रित हुन्छु भन्यो भने चाहिँ सूचनाका बारेमा, यसका विविध पक्षहरू, सञ्चारकर्मका बारेमा बुझेर आउँदाखेरि चाहिँ राम्रो। हजुर, अनि अब अर्को पनि कुरा चाहिँ के छ सर भन्दाखेरि अब हाम्रो जेनजी त्यत्रो आन्दोलन भयो होइन, अब युथहरूले ज्यान गुमाएका छन्। अब युथहरूले ज्यान गुमाएपछि अब हाम्रो जो त्यो बेलाको प्रधानमन्त्री, गृहमन्त्रीहरू थिए, उनीहरू अब लुकेर वनवास गएका थिए, फेरि अहिले फर्केर आएका छन् र उनीहरूलाई स्पेस दिनु भने मिडियाले नै स्पेस पनि दिएका छन् र उनीहरूसँग चाहिँ टफ क्वेसनहरू पनि सोध्न सकेका छैनन् कि। त्यसको कारण चाहिँ के हुनसक्छ र हामीले चाहिँ जति पनि देखेका छौँ पहिला पनि इन्टरभ्यूहरूमा चाहिँ इस्ट्याब्लिसमेन्टसँग र हाम्रो मेन ठुलो नेताहरू छ नि, उहाँहरूसँग जाँदाखेरि चाहिँ जर्नलिस्टहरू चाहिँ सधैँ हामीले हिचकिचाएको होइन, डराएको जस्तो देख्छौँ। त्यसको कारण के हुनसक्छ? जर्नलिस्ट मात्रै होइन, हामी नागरिकको रूपमा पनि हिचकिचाएका छौँ। हामीले क्वेसन सोध्न सकेका छौँ र होइन। हामीले नागरिकले जबसम्म क्वेसन सोध्दैनौँ, पत्रकारले कहाँ क्वेसन सोध्छ? पत्रकार पनि त नागरिक हो नि त होइन। भने मतलब समाजमा एकदमै ठुलो रूपमा प्रश्न गर्नु भने चाहिँ तपाईँ भोलि चाहिँ तपाईँको मानिलिउँ तपाईँको चाहिँ ठाउँमा कोही नेता आउँदाखेरि तपाईँ चाहिँ फुलमाला लिएर स्वागत गर्न जाने, अनि त्यो अर्कोले चाहिँ त्यसलाई कडा क्वेसन सोध्नु भनेर सोच्नु त गलत हो नि त होइन। कडा क्वेसन त हामीले चाहिँ पब्लिक एकाउन्टेबिलिटी यो बिचमा चाहिँ विशेष गरी प्रजातन्त्रमा होस् या अरू हामीले राजनीतिक व्यवस्था, हाम्रो राजनीतिक नेपालको परिप्रेक्ष्यमा राजनीतिक व्यवस्थामा हामीलाई रुल गर्ने मान्छेहरूलाई पब्लिकले एकाउन्टेबल बनाउन खोजेकै छैनौँ, सकेकै छैनौँ होइन। कुनै चिजबाट भाग्नु भनेको चाहिँ कुनै
पद छोड्नु भनेको त्यो सारा त्यो पदमा हुँदाखेरि गरेका गलत कर्महरूबाट मुक्ति पाउनु त होइन नि त। तर हामीले त त्यही गरिरहेछौँ नि त होइन। खोइ हामीले चाहिँ पूर्व राजा ज्ञानेन्द्रलाई चाहिँ कुका बारेमा या त्यसपछि भएको आन्दोलनमा जति नागरिकहरू मारेका थिए त्यो बारेमा उहाँलाई एकाउन्टेबल बनाउन सकेका छौँ त होइन। यत्रो वर्ष माओवादी जनयुद्ध चल्यो, माओवादी जनयुद्धका बारेमा यसमा भएका कतिपय घटनाहरूको बारेमा हाम्रो टिआरसीसँग कम्प्लिट गर्न सकेका छैनौँ हामीले होइन। सर्टेन कुराहरू चाहिँ उहाँहरूले जिम्मा लिनु पऱ्यो नि त, हामीले प्रश्न सोध्न सक्नु पऱ्यो नि त। त्यसै गरी चाहिँ जुन चाहिँ जेएनजी आन्दोलन क्रममा जुन चाहिँ हत्या हिंसा भयो होइन, जुन चाहिँ आगजनी भयो, त्यसको बारेमा त कतिपय कुरा त ओपन छन् नि होइन। कसले आगो लगाए त देखिया छ नि त होइन। अथवा चाहिँ गोली हान्ने आदेश जसले दियो, आदेश दिने मान्छेले मैले भने मानेनन् भन्न पाइन्छ। कसले मानेन त देखाउन सक्नु पऱ्यो नि त। मानेन भने नमान्ने मान्छेलाई क्वेसन सोध्नु पऱ्यो। कोही न कोही त एन्सरेबल छ नि। कसैले त गोली चलाएछ, त्यत्रो मान्छे मरेछन् भनेपछि त्यसै त मान्छे चाहिँ त्यो चाहिँ गोली आफै चल्या त होइन होइन। आफै चल्न त बन्दुक कसैले लगाएर राख्नु पऱ्यो भनेपछि चाहिँ हाम्रोमा चाहिँ एकाउन्टेबिलिटी भन्ने चाहिँ एकदमै कम छ होइन। एकाउन्टेबिलिटी हुनुपर्छ हामी भन्ने चाहिँ एकदमै कम छ। अब कुनै बेला चाहिँ त्यो बेलाका प्रधानमन्त्री या गृहमन्त्रीले राजीनामा दिएर चाहिँ त्यो सबै सारा पाप पखालेर मुक्ति पाउने हो र नहुनु पर्ने हो नि त होइन। उहाँहरूलाई त त्यसको त्यो बारेमा टफ क्वेसन गर्नुपर्ने हो। उहाँहरूको गल्ती रहेछ भने उहाँहरूले चाहिँ सफाइ पनि पाउनुपर्छ, गल्ती रहेछ भने सजाय पनि पाउनुपर्छ होइन। प्रधानमन्त्री अथवा गृहमन्त्री जस्तो मान्छेले मैले भनेका मानेनन् भन्न मिल्छ भने कसले मानेनन् भन्नु पऱ्यो नि त। मैले यो आदेश दिएको थिएँ, यो छ यसरी यो आदेश दिएँ, मेरो आदेश बरखिलाफ गर्ने फलाना व्यक्ति हो, त्यसलाई चाहिँ त्यो माथि क्वेसन गर्न पाउनु पऱ्यो नि त हामीले होइन। आजकै मितिमा चाहिँ जेएनजीको जुन चाहिँ आन्दोलन भयो त्यो चाहिँ विदेशी इसारामा सञ्चालन भएको छ भनेर बोलिदिएर चाहिँ सबै चिजबाट मुक्त हुन्छ र हुँदैन नि त, देखाउन सक्नु पऱ्यो नि त। तर हामीले त्यो एकाउन्टेबिलिटी गर्नै सकिँदैन। उनीहरूको हाम्रो चाहिँ जसले चाहिँ ले हामीलाई शासन गर्नेहरूले बोलेका कुरा गरेका कुरा उनीहरूले दिएका अभिव्यक्तिप्रति उहाँहरूलाई जबसम्म हामीले उत्तरदायी बनाउन सक्दैनौँ, हामीले बोलेका कुरा नि त हामी उत्तरदायी त हुनु पऱ्यो नि त। गलत गरेछौँ भने त हामीले पनि त मुक्ति पाउन त हुँदैन। भनेपछि समाजले जब चाहिँ त्यो उत्तरदायित्व खोज्न सकेको छैन भनेपछि पत्रकारले मात्रै खोज्देला भन्ने आश गर्नु चाहिँ बेकार हो। अब एउटा आशा चाहिँ के थियो त भन्दाखेरि साँच्चै राम्रो पत्रकारिता गर्ने हो भने त्यस्ता क्वेसनहरू पत्रकारले सोध्नुपर्ने हो, सोध्न सकिन्थ्यो पनि होइन। कसैलाई अब प्रजातन्त्रमा स्पेस नदिने भन्ने कुरो हुँदैन, स्पेस दिनुपर्छ। तर स्पेस दिँदाखेरि उहाँका राम्रा नराम्रा सबै कुराहरू चाहिँ सोध्न सक्नु पऱ्यो नि त होइन। त्यो सोधेर अगाडि ल्याउन सकेदेखि त पत्रकारिता एकदमै गजब भइहाल्थ्यो होइन। तर अब हामीले यो पनि अपेक्षा गर्नु भएन कि हाम्रो समाजमा सबै चिज बिरा चाहिँ एउटा पत्रकारिता राम्रो भइदियोस् भनेर त अपेक्षा गर्न गाह्रै हुन्छ। कतिपय अवस्थामा त्यो टफ क्वेसनहरू बरु कतिपय अवस्थामा नागरिकहरूले पनि सानो आवाजमा होला सोधिरहनु भएको छ। त्यो कुराहरू रिफ्लेक्ट गर्न सके राम्रै हो। हिजोका चाहिँ प्रधानमन्त्री गृहमन्त्रीदेखि लिएर त्योभन्दा अगाडिका सरकारका प्रधानमन्त्री गृहमन्त्री अथवा अरू मन्त्रीहरूलाई पनि त्यो बेला जे कुराहरू भएको थिए गलत कुराहरू त्यहाँमाथि उहाँहरूलाई क्वेसन गर्ने, कम्तीमा एकाउन्टेबल बनाउने कुराहरूमा चाहिँ हामी अगाडि बढ्न सकेको भए होइन धेरै राम्रो थियो। हामी चाहिँ खालि कस्तो भने पोजिटिभ साइड मात्रै धेरै हेर्छौँ। जस्तो चाहिँ मानिलिउँ न सजिलो उदाहरण छ नि, अहिले हामी कुरा गरेर त लोड सेडिङकै कुरा गरिरहेको थियौँ नि त। लोड सेडिङ चाहिँ कसैले चाहिँ लोड सेडिङ नहुने बनायो हामी एकदमै खुसी भएर उफ्र्यौँ। त्योभन्दा अगाडि वर्षौँसम्म हामीलाई अँध्यारा राख्ने त कसले त, किन त त्यो हामीले बिर्स्यौँ नेपालीहरूले होइन। भनेपछि त्यसमा चाहिँ हामीले क्वेसन गर्न बिर्सिएपछि के भयो त भन्दाखेरि अब फेरि लोड सेडिङ भयो भने हामीले चाहिँ कसलाई क्वेसन गर्ने, किन भयो, त्यो सहनुभन्दा अरू उपाय हुँदैन होइन। हामीले अहिले चाहिँ त्यो बेलाका चाहिँ जेएनजी आन्दोलनताका चाहिँ जे भएको थियो त्यसमा हामीले चाहिँ राम्रोसँग क्वेसन गर्न सकेनौँ। दुईटै कुरालाई होइन, राज्यको तर्फबाट भएको रिप्रेसनलाई पनि, स्टेट रिप्रेसनलाई पनि, हत्यालाई पनि र आगजनीलाई पनि, त्यो दुईटै कुरालाई हामीले स्पष्ट रूपमा क्वेसन गर्न सकेनौँ भने भोलि त्यस्ता घटनाहरू फेरि दोहोरिन्छन्। किनभने एकाउन्टेबल हुन भए सजिलो भयो नि त, जे गर्दै नि हुने भएको छ भन्ने हुन्छ। त्यो भएर एकाउन्टेबल बनाउन चाहिँ पत्रकारले त गर्नै पऱ्यो, पत्रकार अगाडि हुनै पर्थ्यो, भइदिए गजब राम्रो सिचुएसन हो। तर हामी समग्र समाजका रूपमा नागरिकको रूपमा हामी पनि त्यो एकाउन्टेबिलिटी हामीले पनि खोज्न सक्नुपर्छ। अब समाज चाहिँ ले नखोजेको अवस्थामा पत्रकारले मात्रै खोज्दाखेरि चाहिँ तपाईँको चाहिँ त्यो अलिकति सहज वातावरण चाहिँ हुँदैन। गर्न सके त नराम्रो होइन, अब त्यस्ता पत्रकारहरू पनि छन्, नभएका होइनन्
हैन, कतिपयले त्यो मौका पाएको छैनन् होला। अहिले चाहिँ अब उहाँहरू पनि सेलेक्टिभ हुनुहुन्छ, आफूले चाहेका आफूलाई मिल्ने खालका क्वेसन सोध्नेलाई मात्रै पो अन्तर्वार्ता दिँदै हिँड्नु भएको छ। तपाईँले देख्नुभयो अहिले हिजोका दिनमा जस्तो प्रेस कन्फरेन्स गरेर हैन टप क्वेसनहरू लिन्छु भन्ने ओपन गर्ने छैन नि त आजकल त। आफ्नो चित्त बुझेका चाहिँ मान्छेहरूलाई मात्रै छुट्टै इन्टरभ्यू दिने, चित्त बुझेका मान्छेलाई मात्रै आफ्नो मान्छेलाई मात्रै छुट्टै कुरा गर्ने, बोलाउने जस्ता खालका अब यो सबैले चाहिँ जनसम्पर्क पिआर जेलाई हामी भन्छौँ उहाँहरूले सिक्नु भएको छ भनौँ न। त्यो हिसाबले चाहिँ अब टप क्वेसन भएन भन्ने कुरा चाहिँ टप क्वेसन गर्ने पत्रकारहरू नभएको होइन, टप क्वेसन गर्ने पत्रकारहरू सामु उहाँहरू उपस्थित हुनु नभएको भनेर बुझ्दाखेरि अझ सजिलो हुन्छ। हजुर, र अब सरले भन्नुभएको जस्तै लोड सेडिङको सन्दर्भ जोड्नु भयो होइन। अब अघि भनेको चाहिँ मैले कुन सन्दर्भ पनि जोडेँ भन्दाखेरि अब तिनकुने घटना भएको थियो नि, अब चैतको 15 कि कति होइन। त्यो बेला पनि के भएको थियो भन्दाखेरि त्यो बेला पनि बाटोमा हिँडेको एउटा दाजु बहिनीलाई गोली लागेको थियो नि त। त्यो बेला पनि प्रहरी दमन भएको थियो। यही उही गृहमन्त्री थियो, उही प्रधानमन्त्री हुनुहुन्थ्यो होइन, उहाँहरू थिए। त्यो बेला जे हो त्यो बेला पनि हामी मिडियाले नेपाली सोसाइटीले चाहिँ नेग्लेक्ट गरौँ बिर्सिदियो। तर त्यो भनेको त हाम्रो के भन्यो भन्दाखेरि त्यो चाहिँ टिजर जस्तो भयो कि टिजर भयो। फिल्म त अब हाम्रो अस्ति भर्खर जेन्जी आन्दोलनमा चाहिँ उनीहरूले फिल्मै देखाइदिए। त्यो बेला नै उनीहरूले हामीले चैत 15मा अकाउन्टेबल ठहरायो होइन, उनीहरूले चाहिँ ल यस्तो चाहिँ गर्नु हुँदैन रहेछ भनेर एउटा चेताउँथ्यो नि त। त्यो बेला चाहिँ उनीहरूको चाहिँ कन्फिडेन्स चाहिँ बुस्टअप भयो जस्तो लाग्यो कि मलाई चाहिँ। कन्फिडेन्स बुस्टअप भएर चाहिँ हामीले चाहिँ जे गर्दा पनि हुने रहेछ, अर्कोको टाउकोमा चाहिँ दोष थुपारेपछि सिद्धिने रहेछ भनेर अहिले पनि हाम्रो विदेशी हुन्छन् होइन। त्यो प्रधानमन्त्रीको पोस्ट भएपछि अब त्यो उहाँकै कार्यकर्ताहरूले मिसइन्फर्मेसन सेयर गरिरहेछन्। र अब म एआईको टपिकमा नै आउँछु सरसँग होइन। अब उहाँ नै प्रधानमन्त्री हुँदाखेरि, तत्कालीन प्रधानमन्त्री हुँदाखेरि चाहिँ एउटा टिकटकमा चाहिँ थियो कि उहाँहरूकै एउटा पेज बनाउनु भएको थियो, त्यहाँ पनि फेक न्युज फैलाउने कि होइन। अब उसले पुटिनले चाहिँ नरेन्द्र मोदीलाई बाल्दैन होइन, पुरै नेपालको प्रधानमन्त्रीलाई चाहिँ पुतिनले सम्मान गर्यो, चाइनाले यो गर्यो भनेर एआई जेनेरेटेड भिडियो बनाएर उहाँहरूले नै फेक क्याम्पेन चलाउने होइन। र मिडिया पनि जुन तरिकाले उहाँले रेगुलेट गर्न खोजे नि, अब तपाईँले पनि देख्नु भएको छ हामीहरूको फेसबुकदेखि लगायतका प्लेटफर्महरूलाई चाहिँ ब्यान गरे होइन। यो भएन, यिनीहरूले हामीलाई हेप्यो भनेर जुन चाहिँ नेसनलिस्ट कार्ड खेले। अहिलेका धेरै अभियन्ताहरूले पनि त्यस्तै नेसनलिस्ट कार्ड खेलेर विदेशबाट परिचालित एनजिओ आइएनजिओ भन्दै हिँडिरहेका छन् होइन। यो चाहिँ अब हामीले चाहिँ यस्तो कुराहरूलाई चाहिँ हामीले चाहिँ अब कसरी चाहिँ अकाउन्टेबल चाहिँ जनताले चाहिँ अब जसले कन्टेन्ट कन्ज्युम गरेको छ उहाँले चाहिँ कसरी चाहिँ थाहा पाउने, र यो एआईजीलाई चाहिँ जनताहरूले चाहिँ एआई जेनेरेटेड भिडियोलाई चाहिँ कसरी चाहिँ छुटाउने। किन भन्दाखेरि यसले चाहिँ अब कतिवटा नेतालाई चाहिँ के भएको छ भन्दाखेरि घर पैसा जल्यो भन्दा नि एआई जेनेरेटेड भएको छैन, आफूले गरेको काम पनि भयो नगरेको काम पनि उहाँहरूले चाहिँ टारेछन्। यसलाई चाहिँ हजुरले कसरी होइन। अब सबभन्दा सजिलो उपाय भने यो सबै कुराहरू तपाईँले गरेका कुराहरूमा अब असहमत हुने कुराहरू अलिक कमै छन् होइन। सबै धेरै कुराहरू त भइरहेका कुरा हुन्। हामीले तिनकुनेको घटना मात्रै होइन, त्योभन्दा अगाडिका धेरै घटनाहरू पनि त्यसरी एकाउन्टेबल बनाउन सकेका छैनौँ। चाहे त्यो मधेस आन्दोलनका कुराहरू होला र गौर हत्याकाण्डका कुराहरू होला, अब धेरै घटनाहरू छन् त नेपालको जहाँ चाहिँ हामीले चाहिँ जसले अपराध गर्यो त्यो अपराधीलाई चाहिँ के अपराध भयो भन्ने कुरा पनि स्पष्ट भन्न सकेका छैनौँ कि। अपराधीलाई कारवाही गर्न सक्नु नसक्नु आफ्नो ठाउँमा, तर अपराध भयो भन्ने कुरा त अथवा यसरी भयो भन्ने कुरा त स्पष्ट हुनु पर्थ्यो नि त होइन। अब त्यो नै गर्न नसकेपछि चाहिँ तपाईँको कस्तो पनि यो अवस्था आउँछ। अब तपाईँले भन्नुभयो तिनकुने टिजर थियो, जेएनजी आन्दोलन चाहिँ फिल्म थियो, म त्यही होप गर्छु, त्यो टेलर होइन भन्ने होप गर्छु कि म। किनभने जुन हिसाबले हामीले एकाउन्टेबल बनाउन सकिरहेको छैनौँ र जुन हिसाबले हामी अगाडि बढिरहेछौँ त्यो हिसाबले जाने भने त भोलि त केही आन्दोलन भयो भने त मैले तपाईँसँग रिस उठेको छ भने तपाईँ घर जलाउन थाले नि भयो नि त होइन। किन एकाउन्टेबिलिटी जिरो हुने बित्तिकै त इम्प्युनिटी हाई हुने बित्तिकै त तपाईँको जसले जे गर्दै नि हुन्छ नि त। अब यो त मत्स्य न्याय भन्छ नि, त्यो खालको अवस्थामा पुग्छौँ नि त होइन। अब त्यो अवस्था आउन दिनु चाहिँ हुँदैन। अब त्यसका लागि हामी सबैले वास्तवमा देश सोचेर हुन्छ कि समाज सोचेर हुन्छ कि अब यो बेसिक कमन ग्राउन्ड चाहिँ यो हो नि त, अपराध हुनु हुँदैन समाजमा भन्ने त बेसिक कमन ग्राउन्ड हो नि त। त्यो कमन ग्राउन्डमा उभिएर हामी सबै एक ठाउँ उभिएर कुरा गर्नुपर्ने हो। मिथ्या सूचनाको सम्बन्धमा नै कतिपय चाहिँ अब नेताहरूले नै सेयर गरेका मिथ्या सूचनाहरू सेयर गरिरहनु भएको छ। त्यसले के देखाउँछ भन्दाखेरि अब आश पनि के गर्ने कि एउटा सामान्य चाहिँ नेता भनेको त सबै कुरा जाने भन्ने मानिन्छ नि त आफ्नो समाजमा होइन। पढे लेखे बुझिया मान्छे नेता उसले त त्यति कुरा बुझाएको छैन भने एउटा सामान्य नागरिकले युट्युबमा सेयर गरेको भिडियो या चाहिँ फेसबुकमा सेयर गरेको भिडियो अथवा फेसबुकमा लेखाएको कुरो ट्विटरमा लेखाएको कुरो चाहिँ गलत भयो भनेर कसरी क्वेसन गर्ने क्या। जब चाहिँ उहाँहरूलाई त हामी त्यो लेभलको पनि मान्दैनौँ नि त। जो चाहिँ समाजका ओपिनियन लिडर पढेका लेखेका जानेका इन्टेलेक्चुअल भन्ने मान्छेले चाहिँ गलत कुरा सेयर गरिरहेछन् भने त त्यो हुँदैन। मलाई याद छ तत्कालीन प्रधानमन्त्रीले चाहिँ अघिल्लो प्रधानमन्त्रीले चाहिँ कर्णालीको एउटा रोडको बारेमा एउटा भिडियो चाहिँ आफ्नो प्रधानमन्त्रीको अकाउन्टबाट सेयर गर्दाखेरि त्यसमा एआईका भिडियोहरू जोडिएका थिए क्या बिचबिचमा।
अनि मैले नै सबभन्दा ठुलो क्वेसन गरेँ हो तपाईँहरू चाहिँ यसरी भिडियो चाहिँ गर्न थाल्ने हो आफै मिथ्या सूचना फैलाउन थाल्ने हो भने हामीले अरूबाट के आशा गर्ने यो त हामी जस्तो मिथ्या सूचना विरुद्ध काम गरिरहेको वर्षौँदेखि मिथ्या सूचना हुनु हुँदैन भनेर थोरै भए पनि जति सक्दो अवस्थामा चाहिँ स्रोत साधन लिएर भए पनि कम्तीमा अध्ययन अनुसन्धान गरेर अथवा अवस्था यस्तो छ भनेर बताएर अथवा अलिकति भए पनि मिडिया र सूचना साक्षरताका बारेमा काम गरेको मान्छेहरूलाई त यो त लाज मर्नु भयो भनेर मैले ट्विटरमा लेखेको थिएँ उहाँहरूलाई मेन्सन गरेर होइन। अब यही कुरो हो क्या तपाईँ आफ्नै फाइदा हुन्छ भने जे पनि गरिदिने आफूलाई घाटा हुन्छ भने अरूले जे पनि गरेको कुरो गलत भन्ने प्रवृत्ति हामीले जबसम्म सबैबाट हटाउन सक्दैनौँ तबसम्म त यो सल्युसन हुँदैन। अब यसको सल्युसन के हो त भन्दाखेरि उहाँहरूले सेयर गरेका त्यस्ता कुराहरूमा उहाँहरूलाई पनि हामीले एकाउन्टेबल बनाउन सक्नु पऱ्यो नि त। प्रधानमन्त्रीले या प्रधानमन्त्रीका नजिककाले या पोलिटिकल नेताहरूले कसैले गलत कुरा सेयर गर्छ यस्तो गलत कुरा सेयर गर्ने तपाईँलाई म नेता मान्दिनँ भन्न सक्नु पऱ्यो होइन। समाजले सभ्य भएर पचाउन सकेसम्म गाली नै पो गर्ने हो कि होइन जसले गर्दा उहाँहरूले त्यस्तो कुरा चाहिँ यो गर्नु हुँदो रहेछ यो गऱ्यो भने त मैले धेरै गाली खाँदो रहेछु भन्ने भएर मेट्नु होला या सच्याउनु होला अर्कोचोटिदेखि नगर्नु होला केही त गर्नुहुन्छ नि त होइन। अब हामी चाहिँ कस्तो गर्छौँ भने नेताहरूले सेयर गर्यो भने जो चाहिँ उहाँका कार्यकर्ता हो ठिक हो भनेर सेयर गरिदिन्छौँ जो उहाँका कार्यकर्ता होइन यस्ता भनेर वास्तै गर्दैनौँ भनेपछि यस्तो खालको अवस्थामा हामी हुँदाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि मिथ्या सूचना चाहिँ झन्झन फैलिने झन्झन फस्टाउने अवस्था आएको छ। हामीले गरेका धेरै सर्वेहरूले अथवा छलफलहरूमा के देखिन्छ त भन्दाखेरि मिथ्या सूचना कसले धेरै फैलाउँछ त भने जसले पनि नेता र राजनीतिक कार्यकर्तै भन्नुहुन्छ कि उहाँहरू सबै मिथ्या सूचना फैलाउने भन्नुहुन्छ अनि कारबाही पनि उहाँलाई नै गर्नु परेछ होइन। हजुर भनौँ न अघिल्लो चाहिँ मिथ्या सूचना भनेर बाई डेफिनेसन जाने हो भने के हो त भन्दाखेरि अलिकति तपाईँले भ्रम सिर्जना गर्ने सन्दर्भविहीन सामग्री पनि त मिथ्या सूचनामै आउँछ। अब अघिल्लो सरकारकै तपाईँ कुरा गर्नुहुन्छ भने सोसियल मिडिया ब्यान गर्न चाहिँ मिथ्या सूचना रोक्न भन्ने पनि एउटा कारण थियो नि त। अब सबभन्दा धेरै त मिथ्या सूचना उहाँहरू पनि सेयर गरिरहनु भएको आफैबाट आउँछ सबभन्दा धेरै होइन। अब आफैले सेयर गरेको कुरा आफैले गलत भन्ने त थाहा रहेछ त भने त आफूले नगरिदिए भए त त्यो नैतिक धरातल पनि हुन्थ्यो नि त त्यति कुरा गर्ने होइन। अब त्यो नैतिक धरातल पनि नराख्ने गरेर मिथ्या सूचना चाहिँ आफू चाहिँ उत्पादन पनि गर्ने सेयर पनि गर्ने चाहिँ त्योबाट आफू चाहिँ चुनावमा होला या अरू हिसाबको फाइदा पनि लिन खोज्ने अनि अरूले गर्यो भने चाहिँ गलत आफूले गर्दा ठिक अरूले गरेको गलत आफूलाई फाइदा भयो ठिक अरूलाई फाइदा हुँदा गलत भन्ने खालको प्रवृत्ति जुन छ अहिले त्यो प्रवृत्तिले गर्दाखेरि नै चाहिँ यो अवस्था चाहिँ आएको हो। अब एआई आइसकेपछि मैले पटक पटक पनि भनिरहेको छु तपाईँसँग भन्छु कि एआईले त धेरै चिज गर्न सक्छ भन्छ नि बिगार्न पनि सक्छ बनाउन पनि सक्छ। अब यसको पोजिटिभ साइडतिर हेर्न जाने कि नेगेटिभ साइडतिर हेर्ने होइन। सोसियल मिडियाको नि हामीले चाहिँ हामी नागरिकको रूपमा सोसियल मिडियाको पोजिटिभ साइड हेरिरहेको छौँ नि त। आज 100जनाले नेपालीले फेसबुक चलाउँछन् भने त्यो 1जना 2जनाले होला कि सरकारलाई गाली क्रिटिसाइज गरेर लेख्ने त बाँकी 98-99जनाले त सही रूपमा प्रयोग गरिरहेछ नि। कसैले चाहिँ आफ्नो स्टार्टअप सेल गरिरहेछन् कसैले आफ्नो एन्टरप्रेन्योरसिप सेल गरिरहेछन् कसैले आफ्नो टी सप चलाइरहेछन् चिया पसल त भन्नु नमिल्ला टी सप चलाइरहेछन् होइन। कसैले व्यापार गरिरहेछन् सोसियल मिडियाको कारणले सानो व्यापार गरिरहेछन्। धेरै मान्छेहरूले चाहिँ भनौँ न प्रविधिकै कारणले आएको हो नि त यो राइड सेयरिङदेखि लिएर कति सजिलो भएको छ मानिसहरूलाई पैसा आम्दानी भएको छ विद्यार्थीहरूले आफ्नो केही जो गरेर अलिकति लेखपढ गर्ने पैसा कमाइरहेछन्। धेरैले त सोसियल मिडियाको त सही प्रयोग गरिरहनु भएको छ त। अब हामी त 1जना गाली गर्ने मान्छेलाई हेरेर 79जनाको चाहिँ सही प्रयोगलाई गलत भन्नु त भएन नि त। त्यो आधारमा चाहिँ नीति बनाउने होइन नि त होइन। अब सोसियल मिडिया आयो चाहिँ सोसियल मिडियाले जे सुविधा दिए त हिजो मैले चाहिँ विदेशमा मेरो कोही छ भने त्यसलाई फोन गर्न मिनेटको 50-60 रुपियाँ 100 रुपियाँ खर्च गर्नुभएको थियो। आज म फ्रीमा घन्टौँ कुरा गरेर बसिरहेको छु होइन। इन्टरनेट मेरो घरमा जोडिएको छ भन्ने मान्यो भनेपछि अब त्यो तैँले सुविधा पाइस् त्यो गलत भयो भने जस्तो भयो नि त हामीलाई होइन। अब यो खालको सोचले अगाडि बढिँदैन। एआईको कुरामा पनि त्यो हो। अब एआईले राम्रो पनि गर्न सक्छ नराम्रो पनि गर्न सक्छ। त्यसले तपाईँलाई राम्रो कुरा बनाउन पनि तपाईँ चाहिँ मिथ्या सूचनाका बारेमा चाहिँ सचेतना फैलाउने भिडियो पनि बनाउन सक्नुभयो मिथ्या सूचनाकै भिडियो पनि बनाउन सक्नु। अब तपाईँले कुन प्रयोग गर्नुहुन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। अब त्यो हिसाबले एआईको सही प्रयोगहरू धेरै हुनसक्छ तर अब जुन हिसाबले अहिले जति अलिअलि पनि प्रयोग भइरहेछ नेपालको परिप्रेक्ष्यमा विशेष गरी मिडिया सूचना कन्टेक्स्टमा त्यसले चाहिँ यसको राम्रो प्रयोग हुने चाहिँ सम्भावना कमै पो देखिन्छ कि जस्तो पो डर लागेको छ। हुन त राम्रो प्रयोग गर्ने साथीहरू हल्ला नगरिकन गर्नुहुन्छ होइन। अब शिक्षामा होला या चाहिँ साइन्समा होला या अरू खालको एजुकेसनमा चाहिँ राम्रो प्रयोग भइरहेछन् ठुलो मात्रामा जुन चाहिँ हामी बाहिर बसेर देख्दैनौँ। हामीले बाहिर देख्ने भनेको यही ट्रोल बट होइन मिथ्या सूचनामा भएको प्रयोग देख्ने हो।
राम्रो प्रयोग पनि भइरहेको छ नि, तर यसलाई नराम्रो प्रयोग चाहिँ सकेसम्म नगर्न। अब त्यो हिसाबले यसलाई अहिले त्यो चिज चाहिँ एआईको त्यसरी परिकल्पना चाहिँ नगरिकन चाहिँ कसरी यसलाई राम्रो प्रयोग गर्न सकिन्छ भन्ने विषयमा चाहिँ जनचेतना फैलाउने हो कि या चाहिँ केही खालका नीति नियमहरू बनाउने हो कि भन्ने कुरामा अगाडि बढ्न सके राम्रो हुन्थ्यो। अब त्यो त त्यतातिर त सोच छैन, किनभने मैले त्यसलाई त गजब देखिरहेको छु, मलाई फाइदा हुनका लागि नराम्रो प्रयोग गर्नका लागि भन्ने जस्तो चाहिँ सोच चाहिँ देखिन्छ। अब यो एआईकै कन्टेक्समा कुरा गर्दाखेरि सर होइन, अब यो अस्पायरिङ जर्नलिस्टहरू जो छन् होइन, उनीहरूलाई चाहिँ अब एआई टुल्सहरू चाहिँ हामीले के चलाएर चाहिँ पछि चाहिँ जर्नलिजमको लागि चाहिँ हामीलाई फाइदा हुने जस्तो हुन्छ होइन, त्यो टुल्सहरू चाहिँ के हो र के कुरा सिक्दाखेरि चाहिँ अब फाइदा हुन्छ भविष्यमा। जस्तै अब हाम्रो कतिवटा देशमा एआई मिनिस्टर एआई जर्नलिस्टहरूको पनि ट्रेन्ड आइसकेको छ होइन, र अब चाहिँ हामीहरूले चाहिँ सुरु गर्दाखेरि कसैलाई चाहिँ अब एआईको इन्थुजियास्टिक छ, यो एआई अटोमेसन भन्ने अब नयाँ जबहरू पनि खोल्दैछ नि त। अब भविष्यको चाहिँ अब एआईको चाहिँ एआई र जर्नलिजमलाई चाहिँ टच गर्ने खालको जब्सहरू चाहिँ अब के खोज्छ होइन? यही हो, अब एआई चाहिँ प्रविधि हो, नयाँ प्रविधि हो। नयाँ प्रविधि आएपछि कतिपय पुराना कुराहरू पुराना हुन्छन् होइन, कतिपय जबहरू जान्छन्, कतिपय नयाँ जबहरू सिर्जना हुन्छन् होइन। अहिलेसम्म जति आयो होला त्यो जो चाहिँ त्यो नयाँ प्रविधिसँग अभ्यस्त हुन सक्दैन उसका जागिर जाने हो मैले देखेको होइन। एआई कसैले एआई सिक्दै जान्छ, एआई सम्बन्धी कुराहरू जान्छ, एआईलाई कसरी प्रयोग गर्ने सिक्दै जान्छ भनेपछि त्यो जब पनि रहन्छ, उसको जब पनि रहन्छ, प्लस एआईका लागि भनेर जब पनि सिर्जना हुन्छ भनेपछि ओभरअल जब मार्केटमा एआईले सारा चिज सिध्याउँछ जस्तो मलाई लाग्दैन, कम्तीमा पत्रकारितामा होइन। त्यो भनिसकेपछि चाहिँ के हो त अब पत्रकारले एआईलाई प्रयोग गर्ने तरिका या पत्रकारितामा एआईको प्रयोग के हो त भन्दाखेरि यसले पत्रकारिताको प्रक्रियालाई धेरै सहज र द्रुत बनाउन सक्छ होइन। कतिपय चाहिँ पत्रकारिताको एकदमै रिपिटेड कामहरू हुन्छन् कि बोरिङ कामहरू हुन्छ। मैले पत्रकारिता सुरु गर्दाखेरि त्यो कसैको एक पाना इन्टरभ्यू छापिन्थ्यो, त्यो गएर मान्छेसँग 2 घन्टा 3 घन्टा कुरा गरेर रेकर्ड गर पहिला, अनि त्यो रेकर्ड दोहोऱ्याइ तेह्रै सुन्दै गरेर हातले लेख्नु पर्थ्यो। अनि त्यो मैले हातले लेखेकोलाई इन्टरभ्यूलाई कसैले फेरि चाहिँ अर्को 1 घन्टा लाएर टाइप गर्नु पर्थ्यो होइन। भनेको प्रोसेस लामो थियो नि त। अब आजको मितिमा आएर के भयो कि म टाइप गर्न जान्ने बित्तिकै एकजना मान्छेको 1 घन्टाको काम घट्यो होइन। भोलि एआईले चाहिँ ट्रान्सक्राइब गर्न सक्ने बित्तिकै अहिले कति लेभलमा त सक्छ, नेपालीमा अब त्यो लेभलमा सक्दैन, तर कुनै बेला त एआईले त ट्रान्सक्राइब गर्न सक्छ भने त्यो काम त मलाई सहज बनायो नि। त्यो रुटिन काम मुन्डेन कामहरू चाहिँ म गरिरहनु परेन। अब त्यो बाँकी भएको समय मैले केलाई दिनु पर्यो त भन्दाखेरि त्यसलाई मैले क्रिएटिभ कसरी बनाउने, त्यो कामलाई अझ बढी उपयोगी कसरी बनाउने, त्यो अन्तर्वार्तालाई अझ राम्रो कसरी बनाउने, त्यसको एडिटिङमा फोकस गर्नु पर्ला होइन। त्यसको चाहिँ त्योबाट अर्थ निकाल्ने कुरामा, त्यसलाई सान्दर्भिक बनाउने कुरामा मेहनत गर्नु पर्ला, अथवा चाहिँ त्यो सार्न बच्ने मेरो जुन 4 घन्टा 3 घन्टा टाइम छ त्यो चाहिँ मैले प्रश्न राम्रो सोध्नमा चाहिँ पढ्नका लागि, त्यसका तयारी गर्नका लागि गर्न सक्छु भनेपछि अहिले भएका काममा जुन चाहिँ रिपिटेड कामहरू छन्, जुन चाहिँ कामहरू एआईले लेला जस्तो छ, त्यो कामहरू एआईले छोड्दै हुन्छ। त्यसलाई राम्रो गर्ने काम त त्यसैले छोडिदिउँ न। तर त्यो कामलाई राम्रो गर्ने गरेर हामीले पत्रकारिताका कन्टेन्ट सामग्रीलाई कसरी राम्रो बनाउन सक्छौँ भने त अरू थुप्रै काम त खाली छ नि त होइन। त्यो काममा चाहिँ जानुपर्छ भन्ने हो। एआईको प्रयोगले निश्चित रूपमा चाहिँ हाम्रो पत्रकारितालाई अथवा संसारभरि पत्रकारितालाई राम्रो बनाउन सक्ने ठाउँहरू छन्। यो चाहिँ कस्तो भने यो पहिला पैसाको आगोको बारेमा भन्थे नि, तपाईँले सही प्रयोग गर्न सक्यो भने गजब चिज हो, सही प्रयोग गर्न सक्यो भने यसले आफैलाई खान्छ भन्ने जस्तो हुन्थ्यो नि। यो एआई पनि वास्तवमा त्यस्तै हो। यसको सही प्रयोग गर्न सक्यो, पत्रकारितामा यसको सही उपयोग गर्न पनि यसले पत्रकारितालाई साँच्चै राम्रो भरियो भरपर्दो होइन बनाउन सक्छ। किनभने कतिपय यसले चाहिँ तपाईँको सन्दर्भहरूले यसलाई सही बनाउन सक्छ, कतिपय समयले रिपोर्टिङ गर्ने विषयहरू तपाईँलाई दिन सक्ला, त्यो विषयहरू रिपोर्टिङ गर्दा के कुरा चाहिँ तपाईँले छुटाउनु हुन्न भन्ने कुराहरू तपाईँलाई जानकारी दिन सक्ला। त्यस्ता कुराहरू तयारीका लागि गर्ने कुरा। तर जुन ह्युमन टच हुन्छ नि त्यो चाहिँ हराउँदै गएछ, त्यो हराउनु भएन कि पत्रकारितामा। किनभने पत्रकारिता किन चल्छ, मान्छेलाई कन्टेन्ट किन चाहिँ प्रायोरिटीमा राख्ने के हो त भन्दाखेरि पत्रकारिताको कन्टेन्ट प्रायोरिटी राख्ने एउटा कारक तत्त्व सान्दर्भिकता, समय, कुन समयमा त्यो भएको छ, त्यसले मलाई कति असर पर्छ, मसँग कति चाहिँ नजिक भएको घटना हो भन्ने जस्तो धेरै तरिका कुराहरू चाहिँ त्यसको कारक तत्त्वहरू छन्। एउटा कारक तत्त्व चाहिँ के हो भने त्यसले मसँग कति कनेक्ट गर्छ एज अ ह्युमन हैन। तपाईले चाहिँ फर्निचरका बारेमा, यो टेबुलका बारेमा कुनै चाहिँ सामग्री बनाउनु भयो, यो टेबुल यसरी बनाइन्छ, यसलाई रन्दा लाइन्छ, यो गरिन्छ, त्यो गरिन्छ भनेर बनाउन पनि सक्नुहुन्छ। तर त्यसले मलाई त्यति आकर्षित गर्दैन नि त हैन। त्यसलाई अझ आकर्षित बनाउने हो भने कोही एउटा सिकर्मी जसले चाहिँ फर्निचर बनाउनुहुन्छ उहाँको जीवनबाट सुरु गर्न सकिन्छ नि। उहाँ बिहान उठेर यसरी रन्दा लाउन थाल्नुहुन्छ अनि बन्छ टेबल भन्नु, ए उहाँ पनि त म जस्तै मान्छे हो नि त, किन बिहान उठ्नु हुँदो रहेछ, म जस्तै खानु हुँदो रहेछ भने त्यो ह्युमन टच आउन थालेपछि
बल्ल त्यो स्टोरी चाहिँ मजा हुन्छ भन्छौँ क्या हामी। अहिले त सर आर्टिकलहरू पनि एआई ड्रिभन छ नि त। अब एआई ड्रिभनले गरेको अब पढ्नलाई भनेको ज्ञानका हिसाबले पढ्नलाई चाहिँ कुनै फरक ओपिनियन फरक पर्यो तर मान्छेको ओपिनियन, मान्छेको विचार, मान्छेको चाहिँ ह्युमन टच चाहियो। त्यो पत्रकारितामा त्यो ह्युमन टच चाहिन्छ कि पत्रकारिता जोगाउने हुने। त्यो ह्युमन टच चाहिने हो भने त एआईले सबै चिज गर्न सक्दैन त होला। के गर्ला वेदरको रिपोर्ट त्यसैले होइन ल्याइदिएला होइन। सेयरको रिपोर्ट नर्मल सेयर रिपोर्ट चाहिँ आज यसको बढ्यो यसको घट्यो, यसले यति गोल हान्यो उसले उति गोल हान्यो, क्रिकेट म्याचको रिपोर्ट ल्याइदिएला एआईले। तर क्रिकेट म्याचको बल र बाहेक अरू हुन्छ नि ग्राउन्डमा के भएको थियो, कस्तो भइरहेको थियो होइन, आन्दोलनकै बारेमा जेएनजी आन्दोलन सर्ट एन्ड इनपुट तपाईँले देख्नु भने ल्याइदिएला त्यसले। तर त्यहाँ के भएको थियो त त्यसलाई चाहिँ एउटा पत्रकारले त्यहाँ उभिएर हेर्दाखेरि देखेको कुरालाई एकदमै मर्मस्पर्शी अथवा आकर्षक तरिकाले चाहिँ व्याख्या गर्न सक्ने जुन चाहिँ छ मानवीय चाहिँ टच दिन सक्ने जुन छ त्यो नभएसम्म त हुँदैन। त्यो हिसाबले एआई चाहिँ एकदमै सहयोगी चाहिँ हुन्छ, तर यसलाई सबै चिज छोडिदियो भने चाहिँ पत्रकारिता आफै बिग्रिन्छ। त्यही भएर पत्रकारले चाहिँ एआईले प्रयोग गर्ने चिज जति यति गर्न सक्छु म, यो चिज एआईलाई लाउने हो, त्यो बाँकी यति चिज चाहिँ मैले लिनुपर्छ भनेर छुट्याउनु चाहिँ पर्यो सबभन्दा पहिला। अब सिक्ने भन्ने कुरा चाहिँ कुनै पनि विषयमा कुनै कुरा जानेर सिकेर नराम्रो हुने भन्ने त कुरै हुँदैन। काहीँ न काहीँ करियरमा कहीँ न कहीँ हेल्प गरिहाल्छ। अब एआई त अहिलेको हिसाबले हेर्ने हो भने त एआई त भोलि हाम्रो दैनिक जीवनको प्रत्येक कुरामा यसले छुनेवाला छ भनेपछि त त्यसलाई जानेर त नराम्रो हुँदैन नि त होइन। त्यो त जान्नै पर्छ कुनै बेला त भनेपछि अहिलेदेखि सिक्न थाल्यो भने त गजब भइहाल्यो। हजुर। र अर्को भनेको चाहिँ अब यो हाम्रो रिसर्चहरूमा पनि अब एआईको युज छ होइन। अब हाम्रो जेनेरेसनको चाहिँ के छ भन्दाखेरि अब पढ्नेहरू पनि छन् होइन, तर मेजोरिटीहरू चाहिँ अहिले हामीले कन्ज्युम गर्ने फर्मेट भनेकै अब रिल्सबाट चाहिँ हामीले न्युजहरू हेर्छौँ। हामीहरूले 1 घन्टाको न्युज आर्टिकलहरू हेर्दैनौँ, रिल्सबाट नै हामीले इन्फर्मेसनहरू थाहा पाउँछौँ। त्यसै गरी अब रिसर्च गर्दाखेरि पनि हाम्रो चाहिँ हामीले चाहिँ एआईहरू युज गर्छौँ नि त। अब एआईबाट चाहिँ हामीले रिसर्च चाहिँ कसरी गर्न सकिन्छ होइन, हजुरलाई सोधेको। एआईहरू टुलहरू छ। अब सर्टेन चिजहरू चाहिँ रिसर्च पनि तपाईँले हेर्नु भने कसरी रिसर्च इभोल्भ हुँदै आयो भन्ने हेर्नुभयो भने कुनै बेला लाइब्रेरीमा गएर त्यो इन्डेक्स हेरेर होइन, लाइब्रेरीको क्याटलग इन्डेक्स हेरेर किताब खोजेर त्यो किताबको कोट गरेर गर्ने चलन थियो नि त। त्यो हिसाबले तपाईँले पुराना रिसर्चहरूमा हेऱ्यो भने रिभ्यू अफ लिटरेचर चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ क्या पुरानो रिसर्चहरूमा। किनभने त्यो विषयमा पहिल्यैदेखि के नलेज थियो भन्ने कुरा चाहिँ एकदमै महत्त्व, किन त्यो तुरुन्तै कसैले चाहिँ प्राप्त गर्न सक्दैन थियो नि त। अब आजको तपाईँको लेटेस्ट रिसर्चहरूमा हेर्नुभयो भने चाहिँ रिभ्यू अफ लिटरेचर भन्ने चिज चाहिँ हुन्छ हुन चाहिँ, तर मेजर आर्गुमेन्ट एकदमै थोरै हुन्छ क्या। त्यो रिभ्यू अफ लिटरेचर भन्ने पहिला जस्तो ठुलो पार्ट नभइकन चाहिन्छ, तर समराइज भर्सन एउटा कन्साइज भर्सन चाहिन्छ भन्नेमा पुगिसक्यो आजको रिसर्च आर्टिकलहरू तपाईँले हेर्नु भने। किनभने त्यो लिङ्क त जोसा नै हुन्छ नि त, जसले नि खोज्न सक्यो नि भन्ने हिसाबले। त्यही भएर रिसर्चहरू पनि परिवर्तन हुँदैछन् होइन। आजको यसका सर्टेन कुराहरू चाहिँ परिवर्तन हुँदैछन् भने चाहिँ एआई आइसकेपछि पनि एआईले रिसर्चका बारेमा तपाईँलाई चाहिँ रिसर्च टपिकहरूका बारेमा, तपाईँको रिसर्च क्वेसनहरूका बारेमा, डेटा एनालिसिसका लागि होइन, अथवा रिसर्च चाहिँ तपाईँको राइट हो कि होइन भन्ने कुरामा तपाईँले गरेका साइटेसनहरू ठिक छ कि छैन, साइट गरेका कुराहरूको आर्गुमेन्टहरू तपाईँको ठिक छ कि छैन भन्ने कुराहरूसँग पनि तपाईँले चेक गर्न सक्नुभयो कि। तर त्यो के का लागि त भन्दाखेरि कि तपाईँले कुनै रिसर्च गर्नुहुन्छ भने त्यो रिसर्चबाट केही नयाँ कुरा पत्ता लगाउनुहुन्छ या भइरहेका कुरालाई आइदर च्यालेन्ज गर्नुहुन्छ या त्यो कुरालाई रिइन्फोर्समेन्ट गर्नुहुन्छ भन्ने हो नि त रिसर्चको आइडिया। तर त्यो कुरा चाहिँ एआईले कम्प्लिटली आफै गर्न सक्दैन नि त होइन। डेटा फिड गरेर उसले सजेस्ट गर्न सक्ला तपाईँलाई, तर मोर अब तपाईँको फिल्डको एक्सपर्टाइज पनि चाहियो नि त। त्यो फिल्डको एक्सपर्टाइज चाहिँ तपाईँले राखेर बाँकी यो भन्यो भने डेटा एनालिसिस गर्ने काम, जोड्ने घटाउने पर्सेन्टेज निकाल्ने होइन, क्यालकुलेट गर्ने अनेक काम हुन्छन् नि त, ग्राफ बनाउने जस्ता कामहरू त दिन मिल्यो नि त। अथवा तपाईँले चाहिँ भनौँ न आजको मितिमा म नै पनि रिसर्च गरेँ भने चाहिँ रिसर्च क्वेसन बनाइसकेपछि यो रिसर्च क्वेसन चाहिँ करेक्ट छ कि छैन भनेर सोध्न सक्छु एआईलाई। उसले जे भन्यो त्यो मान्ने भन्ने होइन, तर उसलाई सोधिसकेपछि उसले भनेका कुराहरू हेरेर आफूलाई अलिकति एडजस्ट गर्न सक्छु। मेरो चाहिँ रिसर्च अब्जेक्टिभ्सहरू यो हो, मेरो रिसर्च क्वेसनहरू हो, त्यसलाई मैले बनाएको क्वेसनरी हो, यसले चाहिँ त्यो रिसर्च अब्जेक्टिभहरू कम्प्लिट गर्छ कि गर्दैन भनेर सोध्न सक्छु होइन। अथवा के क्वेसन थप्नु पऱ्यो भन्न पनि सक्छु। अथवा कतिपय अवस्थामा मलाई फर्स्ट ड्राफ्ट क्वेसनै दिए पनि भन्न सकौँला, दिन्छ पनि, त्यसमा मैले आफूले हेरेर चाहिँ उ गर्न सक्छु भनेको समग्र रिसर्च प्रक्रियालाई यसले सहज चाहिँ बनाएको छ। मैले यसलाई सोध्न सक्छु नि त कि म यो विषयमा रिसर्च गर्छु, त्यो विषयको चाहिँ मैले छुटाउनै नहुने कामहरू के हुन्, पढ्नुपर्ने चिजहरू के भनेर उसले सर्टेन यो चिज चाहिँ अहिलेको लेटेस्ट मैले गरेर रिसर्चको चाहिँ सेमिनल वर्कहरू यो हो, अहिले लेटेस्ट डेभलपमेन्टहरू यो भनेर दियो भने मलाई सजिलो हुन्छ त्यहाँबाट जानलाई छेर्नलाई। तर त्यही मात्रै राखेर मैले कपी पेस्ट गरेँ भने चाहिँ हुँदैन होइन। तर त्यसका आधारमा म अगाडि बढेँ भने चाहिँ
होइन। कुनै बेला चाहिँ भनौँ न इन्साइक्लोपिडिया थिएन होला नि त होइन, हाम्रो एक्सेसमा थिएन। त्यो बेला कुनै विषयमा जानकारी लिनका लागि त हामी 5वटा किताब पढ्नु पर्थ्यो होला। इन्साइक्लोपिडिया एउटा पढे भयो। अब यो त इन्साइक्लोपिडिया पढेर गरे नलेज भने जस्तो हुँदैन। एज लङ एज त्यो नलेज चाहिँ मैले चाहिँ त्यो जे हो त्यसलाई चाहिँ उसले दिएकै कुरा ठिक हो भनेर मेरो नलेज भनेर पास गर्दिनँ होइन। एआईले दिएको नलेज ठिकै छ, एआईले यो एआईले भन्यो भन्नु पऱ्यो, मैले भने भन्नु भएन। मैले भने भन्न चाहिँ मैले काम गर्नु पऱ्यो नि त होइन। सो रिसर्चरको पनि अब धेरै ठाउँमा सहयोग गर्न सक्छ यसले, सहज बनाउँछ। तपाईँको हामीले अहिले गरिरहेका कतिपय रिसर्चहरूमा यसले निकै सहजता दिएको छ। कम्तीमा हाम्रो रिसर्चका भ्यालिडिटीहरू, रिसर्चका चाहिँ युजेबिलिटीहरू ठिक छ कि छैन, हामीले चाहिँ जुन चाहिँ आर्गुमेन्टहरू रिभ्यू अफ लिटरेचर छ त्यसमा चाहिँ अरूका बारेमा भनेका आर्गुमेन्टहरू उनीहरूले साँच्चै भनेका आर्गुमेन्ट करेक्टली मैले रिप्रेजेन्ट गरेको छ कि छैन भन्ने कुराहरू, अथवा यसमा चाहिँ अब कुनै नयाँ विषयमा रिसर्च गर्न त्यसमा चाहिँ प्रकाशित के छन् भनेर खोज्नलाई गुगलमा खोज्दा ठिक, एआईमा खोज्दा बेठिक भन्ने त होइन नि त। तर एआईले कम्प्लिट दिँदैन, मैले त्यसबाट फेरि थप वर्क गर्नुपर्छ भन्ने चाहिँ थाहा हुनु चाहिँ पर्यो। हजुर, र हजुरले पनि अब रिसर्च पेपरहरू थुप्रै लेख्नु भएको छ होइन। अब जुन मध्येको चाहिँ नेपाल मिसइन्फर्मेसन ल्यान्डस्केप भनेर अहिले लेख्नु भएको छ नि। 2004 देखि यता होइन, अब यो हाम्रो न्यू मिडियाभन्दा अगाडिको मिसइन्फर्मेसन र अहिलेको मिसइन्फर्मेसनमा चाहिँ हजुरले के चाहिँ फरक पाउनुभयो र त्यसलाई चाहिँ हजुरले चाहिँ कसरी चाहिँ अब यो मिसइन्फर्मेसनको हाम्रो ट्रेन्डहरू बढ्दै आएको छ नि त होइन। अब यो चाहिँ पहिला चाहिँ कुन कन्टेक्स्टको लागि गर्थ्यो र अहिले चाहिँ कुन कन्टेक्स्टको लागि चाहिँ कसरी युज हुन्छ त्यो चाहिँ होइन। मिसइन्फर्मेसन भनेको कुनै नयाँ कुरो होइन, अब यति कुरो बुझ्नु पऱ्यो होइन। अब हामीले उदाहरण दिँदा त ऊ महाभारतको अस्वस्थामा हताहतमै पुग्छौँ होइन। एउटा युद्ध जित्नका लागि चाहिँ भनेको झुट बोलिएको भन्ने नै छ नि त। त्यो मिथ्या सूचना भ्रममा पारेको हो नि त होइन। अब त्यहाँ इतिहास छ। राजनीतिमा विशेष गरी चुनावमा भाषणमा मिथ्या सूचनाको प्रयोग भनेको जहिले पनि भएकै छ होइन। युद्धहरूमा जस्ता अवस्थामा प्रोपोगन्डा भन्नेदेखि लिएर प्रोपोगन्डा भन्ने शब्दावली आएकोदेखि लिएर युद्धहरूमा मिथ्या सूचनाको प्रशस्त उपयोग भएकै छ। आफ्नो फाइदाको लागि मिथ्या सूचना उपयोग गर्ने भन्ने कुनै चाहिँ नयाँ कुरो यो इन्टरनेटले ल्याएको कुरो नि होइन। इन्टरनेट सँगसँगै आएको कुरो नि होइन। त्योभन्दा धेरै अगाडिदेखि नै हाम्रो समाजमा छन् होइन। मिथ्या सूचनाको इतिहास पल्टाएर हेर्ने हो भने होला अर्कै शब्द केही भनिन्थ्यो होला, त्यसलाई मिथ्या सूचना भनिन्थ्यो थिएन, के भनिन्थेन होला। त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब नेपालकै परिप्रेक्ष्यमा तपाईँले हेर्नु भने मिथ्या सूचना हामी ठुलो उदाहरणका रूपमा दिने गरेको भनेको ऋतिक रोशन काण्ड भनेर हामी जसलाई भन्छौँ। त्यो काण्ड त्यो त प्रि इन्टरनेट एरा हो नि त, त्यो त पहिलाको होइन। चाहिँ ऋतिक रोशनले स्टार टिभीलाई अन्तर्वार्ता दिँदा म नेपाललाई घृणा गर्छु भनेर चाहिँ समाचार छापे भने नेपालमा चाहिँ आन्दोलन भएर 4-5 जना चाहिँ मान्छेको मृत्यु नै भयो। 2 दिन नेपाल काठमाडौँ चाहिँ बन्द जस्तो भयो होइन। अब त्यो त मिथ्या सूचना थियो। इन्टरनेट त चाहिँदो रहेछ मिथ्या सूचना फैलिन, मान्छेलाई हत्या हिंसा नै हुन पनि त्यसका चाहिँ चाहिँ इन्टरनेट चाहिँदो रहेछ भन्ने त्यो बेला स्टाइलिस भयो। त्यसपछि पनि बिचबिचमा चाहिँ साना अब यो ठुलो यो लेभलको असर नदेखिने तर असर भएका समाजलाई असर गरेका मिथ्या सूचनाका उदाहरणहरू प्रशस्तै छन्। इन्टरनेट आएपछि चाहिँ यो कुरा दुईवटा चिज भयो क्या। एउटा यो एकदमै सहज भयो फैलिनलाई, धेरैमा पुग्ने भयो। अर्को भनेको चाहिँ फैलिने मात्रै होइन कि यो स्थायी पनि हुने भयो क्या। इन्टरनेटमा लेख्दा स्थायी भयो नि त होइन। अहिले तपाईँले ऋतिक रोशन काण्डमा के भएको थियो भनेर खोजी पस्नु भयो भने धेरै डेटा अहिले पनि भेट्नुहुन्न क्या त्यो बेला, किनभने इन्टरनेट थिएन त्यो बेला धेरै कुराहरू छैन। त्यो बेलाको भिडियो सिडियो खोज्नु भने कहाँ भेट्नुहुन्छ तपाईँले, भेट्नुहुन्न नि त होइन। त्यो स्टार टिभीमा प्रकाश भएको भनेको इन्टरभ्यू त मैले खोज्दा गरेर अहिलेसम्म भेटाएन होइन। भने होइन मलाई थाहा छ क्वेसन यो भन्ने नि भयो, सब चिज भयो होइन। उसलाई सोधेको क्वेसन चाहिँ हनिमुनको लागि स्विजरल्यान्ड जानुहुन्छ कि नेपाल जानुहुन्छ भन्दा उसले स्विजरल्यान्ड भने त्यसो मतलब नेपाललाई घृणा गर्छु भनेर त होइन नि त होइन। उसलाई एउटा चोइस दिएको थियो, चोइसमा उसले नेपाल छानेन भन्ने कुरा मात्रै हो। तर त्यो इन्टरभ्यूको क्लिप खोज्न खोजेको कति मान्छेले गर्दाखेरि भेटिँदैन भने चाहिँ अहिलेको अवस्था त्यो छैन नि। त्यो त मिडियाको कन्टेन्ट त भेटिन्थेन भनेपछि अहिले चाहिँ अब तपाईँको पर्मानेन्सी पनि भयो क्या कन्टेन्टहरूको। तपाईँले आज फैलाएको मिथ्या सूचना 2 वर्षपछि फैलिनु पनि सक्ने भयो, अथवा त्यसको त्यहाँ कन्टिन्युटी भइरह्यो। एक त धेरै मान्छे कहाँ पुग्यो होइन, मेडिएटेड भएन। हिजोको दिनमा चाहिँ जति इन्फर्मेसन आउँथ्यो पत्रिकाले ल्याउँदैन, कम्तीमा एउटा लेभलको मेडिएट त गर्थ्यो नि त। राम्रो नराम्रो जे गरे पनि त्यो मेडिएसन नहुने बित्तिकै बिचमा मोडरेट नहुने बित्तिकै जस्तो हो त्यस्तै आइपुग्ने भयो क्या मान्छेको होइन। इभन भनौँ न जेएनजी आन्दोलनकै कुरा गर्नुहुन्छ भने जेएनजी आन्दोलन चाहिँ तपाईँ चाहिँ त्यही बानेश्वर वरिपरि हुँदा त बानेश्वर ठुलो एरिया छ नि त। एउटा मान्छे कहीँ उभियो भने त त्यसले कति देख्छ, आफ्नो वरिपरि देख्ने हो नि त। त्यहाँ देखाए आधारमा उसले नै भनेको कुरा पनि त होल ट्रुथ नहुन सक्छ नि त। उसले जे देख्यो त्यो भन्यो भने त राइट हो होइन। तर उसले उता यहाँ त केही भए छैन, उता ढुङ्गा हान्रहेको छ अरे भनेर सुनेको कुरो पनि भन्ने हुन्छ कतिपय अवस्थामा। भनेपछि त्यहीँ बस्दैमा राइट इन्फर्मेसन आउँछ भन्ने हुँदैन।
त्यो हिसाबले हेर्दाखेरि चाहिँ तपाईँको अब हामीले अलिकति सिस्टमेटिक रूपमा म अहिले चाहिँ जति जानेको छु त्यो हिसाबले हामीले सेन्टर फर मिडिया रिसर्चबाट पनि मिसइन्फर्मेसन मोनिटर गर्न थालेको 2017को इलेक्सनपछि हो, इलेक्सनदेखि होइन, 17को इलेक्सनदेखि। अब त्योभन्दा अगाडि चाहिँ यस्तो उदाहरणहरू थाहा छ हामीलाई, मिथ्या सूचना हुन्थ्यो भन्ने पनि थाहा छ, नेताहरूले भाषण गर्दाखेरि यथेष्ट मिथ्या सूचनाहरू प्रयोग गर्थे भन्ने पनि थाहा छ। त्यो आइसकेपछि चाहिँ त्यो हेर्ने हो भने चाहिँ कस्तो भयो भन्दाखेरि विशेष गरी राजनीतिक रूपमा चुनावमा या चाहिँ सोसियल मिडियामा चाहिँ मिथ्या सूचना चाहिँ एकदमै मल्टिफोल्डले इन्क्रिज भएको छ त्यसपछि 17 पछि अहिलेसम्म आउँदाखेरि। र यसरी इन्क्रिज भएको छ कि त्यसको क्यारेक्टर पनि मोर डेन्जरस हुँदै गएको छ कि झन्झन होइन, झन् खतरनाक हुँदै गएको छ क्या होइन। पहिला 17मा हामीले हेर्दाखेरि चाहिँ चुनाव आफ्नो प्रचारका लागि प्रयोग गर्थे कि नेताहरू। 22मा पनि लगभग धेरै प्रचार चाहिँ त्यो मिथ्या सूचनाको प्रचार चाहिँ आफ्नो राम्रो भन्नलाई, अब बिस्तारै अरूलाई नराम्रो भन्न चाहिँ प्रयोग भइरहेछ कि। अब अहिलेकोमा आफूलाई राम्रो भनेसम्म प्रब्लम भएन, तपाईँले आफूलाई म गजब राम्रो भने चाहिँ मैले जति खिस्याएँ नि के फरक। तर जब तपाईँले मलाई नराम्रो भन्न थाल्नुहुन्छ अनि तब सोसाइटीमा डिभिजन चाहिँ डिफ्रेन्सियसहरू आउन थाल्छ नि त। अब अहिलेको खतरा चाहिँ त्यो हो क्या, जति चाहिँ भनेको 17देखि अहिलेसम्म आउँदाखेरि पहिलो कुरा त मिथ्या सूचना मल्टिफोल्ड इन्क्रिज भएको छ। दोस्रो कुरा चाहिँ त्यसको नेचर, मिथ्या सूचनाको नेचर चाहिँ डेन्जरस हुँदै गएको छ। पब्लिकले अलिकति बढी सचेत पनि हुँदै गएको छन् ओभरअल पब्लिक मिथ्या सूचनाका बारेमा। मिथ्या सूचना पनि झन्झन छुट्याउन गाह्रो हुँदै पनि गएको कि, पहिला अलिक सजिलो छुट्टिन्थ्यो हुँदा झन्झन छुट्याउन गाह्रो पनि हुँदै गएको छ। भनेपछि यो चारवटा ट्रेन्ड चाहिँ अहिले देखिएको छ। अब यो चारवटा ट्रेन्डले तपाईँको चाहिँ चुनाव जस्ता अथवा क्राइसिसका बेला जस्ता चाहिँ अलिकति राम्रो गर्दैन कि भन्ने हाम्रो चाहिँ हो। जस्तो हाम्रो जेनजी आन्दोलनका बेला नि कतिपय यस्ता मिथ्या सूचनाहरू फैलिएका थिए जसले चाहिँ त्यो हिंसालाई अझ भड्कायो भन्न सकिन्छ होइन, आगजनीलाई प्रेरित गर्यो भन्न सकिन्छ। कतिपय यस्ता मान्छे अनावश्यक रूपमा आत्तिए अतालिए भन्न सकिन्छ होइन, डराए भन्न सकिन्छ। त्यो हिसाबले चाहिँ अवस्था चाहिँ बिस्तारै अलिकति गम्भीर हुँदै गएको, अलिकति गम्भीर रूपमा हामीले यसलाई कसरी चाहिँ यो विरुद्ध लड्ने भनेर सोच्नुपर्ने अवस्था चाहिँ देखिन्छ। सर अब चाहिँ मैले चाहिँ सरलाई चाहिँ यो क्विक फायर राउन्डमा उ गरेँ होइन, यो चाहिँ हजुरले चाहिँ सर्टमा अब हाम्रो जेनजी पुस्ताको लागि चाहिँ हामीले चाहिँ यो चाहिँ क्विक फायर गऱ्यौँ। अब हामीहरूले चाहिँ एउटा कुरा चाहिँ जुन चाहिँ हामीले मिडियामा सोसियल मिडियामा गर्छौँ त्यो जुन चाहिँ हामीले इमिडिएटली नै स्टप गर्नु पऱ्यो त्यो चाहिँ के हो? कन्टेक्स्ट नभएको र आफूलाई थाहा नभएको कुरामा चाहिँ अथवा आफूले पूर्ण रूपमा स्पष्ट नभएको कुरामा चाहिँ बोल्ने लेख्ने त्यो भएन, त्यो चाहिँ नगर्दा राम्रो। किनभने भनौँ न कतिपय अवस्थामा चाहिँ तपाईँले थाहा नभएको कुरो तपाईँ लेखिरहनु भएको चाहिँ अर्काले भने आधारमा विचार व्यक्त गरेर त्यो झन्झन फैलिरहेको हुन्छ कि, त्यही भएर आफू कन्फर्म नभएको कुरामा नलेख्ने। अब अर्को क्वेसन चाहिँ मेरो एउटा डिजिटल ह्याबिट होइन जुन चाहिँ सबैजनाले चाहिँ राख्नु पऱ्यो आफू इन्फर्म बन्नलाई, एउटा डिजिटल ह्याबिट चाहिँ त्यो चाहिँ के चाहिँ राख्नु पऱ्यो हामीले? मिडिया र सूचना साक्षरता सम्बन्धी भिडियो हेर्नुहोस्, खोजी पढ्नुहोस्, मोबाइलमै हुन्छ नि त। अब अर्को चाहिँ अनि द मोस्ट मिसअन्डरस्टुड फ्याक्ट अबाउट मिसइन्फर्मेसन इन नेपाल। मिसइन्फर्मेसन भनेको चाहिँ पूर्ण रूपमा गलत कुरा हो भन्ने चाहिँ भन्नुहुन्छ धेरैले। त्यो मात्रै होइन, कतिपय अवस्थामा 90% कुरा तपाईँले सही भनेर 10% कुरा मात्रै गलत छ भने त्यो भ्रामक हुन्छ। भ्रामक हुँदाखेरि त्यो पनि मिथ्या सूचना हुन्छ। हामीले त्यो चाहिँ बुझ्नु पऱ्यो होइन। कतिपय अवस्थामा चाहिँ 5वटा कुरा राइट भनेर एउटा कुरा मिथ्या सूचना चल्दाखेरि मिथ्या सूचना भनेको 100% गलत चिज हो भन्ने चाहिँ हुँदैन। हजुर, र अर्को चाहिँ अब लास्ट क्वेसन हजुरलाई होइन, हाम्रो विदेशमा पनि धेरै नेपाली साथीभाइहरू हुनुहुन्छ जसले चाहिँ देशलाई चाहिँ एकदमै माया गर्नुहुन्छ कि उहाँहरूले चाहिँ नेपालको चेन्जको लागि चाहिँ आफ्नो अनलाइनबाट चाहिँ कन्ट्रिब्युट गर्न चाहिँ हजुरको टिप्स चाहिँ के छ? उहाँहरूले प्रश्न उठाउनुहोस्, देशमा के भइरहेछ भन्ने कुराबारे चिन्ता राख्नुहोस्, प्रश्न उठाउनुहोस्। तर देशमा के भइरहेछ भनेर चाहिँ भइरहेका भाइरल भिडियोहरूको विश्वास गरेर त्यसको आधारमा आफ्नो कुरा नलेख्नुहोस्। सर, र आजसम्मको सरको जर्नीमा चाहिँ सबभन्दा रिवार्डिङ कुरा चाहिँ के थियो सरको जर्नीमा? सबभन्दा रिवार्डिङ मलाई के लाग्छ भने अब यति कतिपय मैले गरेका कामहरू चाहिँ नेपालको परिप्रेक्ष्यमा चाहिँ अलिकति चाहिँ पहिलो कामहरू, पहिलो सर्वप्रथम होइन तर पहिलो स्टेजका कामहरू जस्तो लाग्छ होइन। त्यो चाहिँ अब अहिले सम्झिँदाखेरि मेरो लागि चाहिँ सबैभन्दा सुखद पक्ष चाहिँ त्यो देख्छु। जस्तो अब मैले जतिखेर चाहिँ साथी मसँगै पढेको दिनेश वाग्लेसँग मिलेर ब्लग सुरु गरेँ, हामीलाई पनि थाहा थिएन तर त्यो नेपालको पहिलो ब्लग बन्यो। मैले चाहिँ रहरमा वेब डिजाइन सिकेको रहरमा चाहिँ
क्रिकेट सम्बन्धी वेबसाइट खोलेँ, नेपालको चाहिँ खेल सम्बन्धी दोस्रो, क्रिकेटको पहिलो वेबसाइट बन्यो। लामो समयसम्म मैले भलन्टियरली चलाएँ। मिथ्या सूचनामा पनि मैले नेतृत्व गरेको संस्थाले 2017मा जब काम गर्न सुरु गर्यो त्यति बेला नेपालमा चाहिँ मिथ्या सूचनामा निकै कम काम भएको थियो। हामीले गरेका काम चाहिँ त्यो बेलाका कामहरू चाहिँ एकदमै सुरुवाती कामहरू हुन्। त्यो हिसाबले पनि मलाई चाहिँ गर्व भने मतलब फिल गुड अबाउट इट हैन। लुकिङ ब्याक त्यस्ता कुराहरूले चाहिँ सेटिस्फाई चाहिँ गर्छ। हजुर, र सरको चाहिँ अब क्रिकेटमा पनि 1998देखि जर्नी भन्नुभयो होला होइन। अब त्यो पनि निकै नै इन्ट्रेस्टिङ पार्टहरू छ, त्यो हामी अब अरू भिडियोहरूमा कभर गरौँला। र आज चाहिँ सरले टाइम दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र अन्तिममा बिदा हुनु अगाडि चाहिँ यो युथ्स होइन र जो चाहिँ हाम्रो सोसियल मिडिया चलाउनुहुन्छ उहाँहरूलाई चाहिँ फाइनल एउटा टिप होइन, फ्याक्ट चेकिङ नेपाल भन्ने पनि सरको एउटा इनिसिएटिभ मैले देखेँ होइन। एउटा फाइनल चाहिँ हामीहरूको चाहिँ फ्याक्ट चेकिङ टिप्स र इन्फर्मेसनलाई चाहिँ हामीले रिड्युस गर्ने टिप्स चाहिँ दिनु न त। एउटा टिप्स चाहिँ के भन्दाखेरि सबभन्दा पहिलो कुरा त जो युवाले हेर्नु भएको छ जसलाई जेनजी भनेर अहिले चाहिँ जेनजी भनेर एउटा जिस्क्याउने जस्तो टर्म रूपमा प्रयोग भएको छ, त्यतातिर नलानुहोस्। तपाईँहरू चाहिँ म पनि कुनै बेला युवा थिएँ। अब यो नेपालमा जतिवटा आन्दोलन, संसारभरि जतिवटा आन्दोलन भएको छ सधैँ तपाईँहरूकै उमेर समूहले गर्ने हो, युवाहरूले नै गर्ने त्यो आन्दोलन। अहिले मात्रै तपाईँको जेनजी भनेर एउटा आइडेन्टिफाई गर्ने कोसिस गरेको, त्यो भएर कसैले तपाईँलाई जेनजी भन्दैमा चाहिँ मैले गरेको कुरो गलत हो या चाहिँ मैले सोचेको कुरो गलत हो भन्नु पर्दैन भन्ने हो। एउटा टिप चाहिँ के हो भने तपाईँसँग केही पनि जानकारी आउँछ, सूचना आउँछ भने त्यो माथि शङ्का चाहिँ गर्नुहोस्, यो कुरा ठिक नहुनसक्छ, यो जसले मलाई यो सूचना दिइरहेछ त्यसले किन दिइरहेछ। आज भनौँ तपाईँले चाहिँ कोही चाहिँ विदेशमा बसेका मान्छेले 4 घन्टा 5 घन्टा लाएर भिडियो प्रड्युस गरेर के पाइरहेछ, किन गरिरहेछ उसले होइन। कोही मान्छे आफ्नो काम साम सबै छोडेर चाहिँ नेताका विरुद्धमा या एनजिओका विरुद्धमा चाहिँ हजारौँ खर्च गरेर कुनै भिडियोहरू बनाइरहेछ भने किन बनाइरहेछ भनेर कम्तीमा त्यति प्रश्न गर्न सक्नुभयो, शङ्का गर्नुभयो भने चाहिँ मिथ्या सूचना विरुद्धको लडाइँमा चाहिँ एकदमै पहिलो पाइला चाहिँ तपाईँहरूले चाल्नुहुन्छ। र हामीलाई पनि, हामी जस्तो जो मिथ्या सूचनामा काम गरिरहेको छौँ हामीलाई पनि काम गर्न चाहिँ थप प्रेरणा हुन्छ। त्यही भएर कुनै पनि सूचना तपाईँहरूसँग आउँछ, कुनै पनि जानकारी तपाईँले पाउनुहुन्छ भने त्यो सूचना ठिक होइन, यो मिथ्या सूचना हुनसक्छ भनेर शङ्का गरेर मात्रै त्यसलाई ग्रहण गर्नुहोस्। हजुर, अब जुन चाहिँ देशको अहिले जेनजी रेभोल्युसन होइन एउटा क्रान्ति भएको छ, त्यसले चाहिँ अब देशमा चाहिँ पोजिटिभ मुहार होइन, पोजिटिभ चेन्जेस चाहिँ ल्याओस्, त्यही नै हामीहरूको कामना छ है। अब सरलाई पनि धेरै धेरै धन्यवाद। र अन्तिममा के छ भने राखिदिनु होला, अनि त्यसपछि हामी म पनि निकै आशावादी छु होइन कि जुन समूहलाई, जुन चाहिँ उमेर समूहलाई हामीले चाहिँ देशको चिन्ता नभएको, देशको राजनीति मतलब नभएको, देशबारे मतलब नभएको, खालि इन्टरनेटमा झुन्डिने पुस्ता भनेर त्यो वास्तवमा अघिल्ला हाम्रा पुस्ताहरूभन्दा राजनीतिका बारेमा, समाजका बारेमा, समाजमा भइरहेका गलत कुराहरूको बारेमा बोल्न, आन्दोलन गर्न चाहिँ हामीले सोचे भनेको हामीभन्दा चाहिँ चेतनशील हुनुहुँदो रहेछ। त्यसले चाहिँ होला नि त्यसका सर्टेन नेगेटिभ कुरा होला, तर कम्तीमा म चाहिँ त्यसलाई एकदमै पोजिटिभ रूपमा हेर्छु। र यसले मलाई विश्वास के छ भने यो सबै चिज जे भयो त्यसले नेपाललाई राम्रो गर्छ भन्ने विश्वास छ। त्यो हिसाबका लागि जसले तपाईँले त्यसको लागि कन्ट्रिब्युट गर्नुभयो सबैलाई धन्यवाद। तपाईँलाई पनि बोलाइदिनु भयो, यति कुरा राख्ने मौका दिनुभयो, तपाईँलाई शुभकामना तपाईँको यो डिजिटल जर्नीको लागि। र चाहिँ यो डिजिटल जर्नीमा जाँदै गर्दाखेरि तपाईँ चाहिँ नेपालको राजनीतिक र अरू विषयहरूमा चाहिँ एउटा सेन भोइस बन्नुहोस्, इन्टेलेक्चुअल भोइसका रूपमा चाहिँ उदाउनुहोस् भन्ने शुभकामना दिन चाहन्छु। हस्, थ्याङ्क यू सर। हस्।